भनेपछि 15% मात्रै हो त हिन्दू यहाँ नेपालमा? 15% पनि छैन। खास भनौँ भने अहिले तथ्यको विभागले सार्वजनिक गरेको मिथ्याङ्क हो, तथ्याङ्क होइन, मिथ्याङ्क हो यो। त्यो तथ्याङ्क हामीलाई लिन लगाउनुहोस् न, त्यो सबै उल्टिन्छ होइन। त्यो तथ्याङ्क चाहिँ उहाँहरूको आफ्नो हातले लेख्ने, अझ त्यो भरेर ल्याएकोलाई पनि उहाँहरूले कम्प्युटरमा एन्ट्री गर्दाखेरि म्यानिपुलेसन हुन्छ। भनेपछि आफ्नो हात जगन्नाथ गरेको उहाँहरूले। त्यसकारण हामीले त्यसको प्रक्सी चाहिँ जातीय जनसङ्ख्या लिन लगाएको कारण त्यो हो, हुनु र। तर मान्छेले बुझ्दैन त्यसको पछाडि कति हामीले होइन दिमाग लगायौँ भने। आज तपाईँलाई होस्टेम हैसे गर्नुहोस्, तपाईँहरूको पच्चा पछ्याउने चाहिँ हर्क सामाङ भयो भन्ने कुरो त हामी धन्यवाद दिन्छौँ। तर यति बेला हामीसँग हुनुहुन्छ पूर्व मन्त्री तथा संस्कृतिविद डाक्टर केशवमान साकी हुनुहुन्छ। डाक्टर साहब, यहाँलाई हार्दिक स्वागत छ। नमस्ते। अब नेपाललाई फेरि के हिन्दू राष्ट्र बनाउन खोजिएको हो कि खास के हो यो? अब यो इस्यु हामीले 47 सालको होइन परिवर्तनको समयमा हामीहरूले त्यो धर्मनिरपेक्षताका कुराहरू उठाएको थियौँ होइन। आन्दोलन त्यहाँबाट सुरु गरेको हो र त्यही धर्मनिरपेक्षताको आन्दोलन गर्दा गर्दा यसको पक्षधर 47 साल त पञ्चायत व्यवस्था भर्खर सकियो। पञ्चायत व्यवस्था भनेको त राजाको होइन प्रत्यक्ष शासन, हिन्दू नै थियो, हिन्दू राज्य नै भन्थ्यो। 30 वर्षीय पञ्चायती व्यवस्था। तर त्यो हामीले अब यो पञ्चायत व्यवस्थामा हिन्दू राज्यको होइन त्योभन्दा पुरानो त अब के भयो हामीलाई थाहा भएन। पहिलेको पुस्ताहरूले धेरै दुःख पाएको छ होइन। राणाहरूको समयमा पनि गएर अरू जस्तो बुद्धिस्टहरूले धेरै दुःख पाएको छ। बुद्धिस्टहरूले भिक्षु बन्दाखेरि पनि देश निकाला गरेको थियो राणाहरूको टाइममा होइन। एकदमै त्यो यो शाह वंशको टाइममा होइन, शाह राज्य राणाहरूले चाहिँ नि यहाँ हिन्दूको नाउँमा चाहिँ नि होइन अब बुद्धिस्टहरू अब काठमाडौँतिर यताउता बुद्धिस्टहरूले धेरै दमन गरेको, देश निकाला पनि गरेको, जेल नेल पनि हालेको होइन। बुद्धिस्टहरूले आफ्नो धर्म प्रचार गर्दाखेरि एउटा धर्मको काम गर्दाखेरि त्यो ब्याकग्राउन्डको हिसाबले हामी 47 सालको जुन चाहिँ नयाँ संविधान लेख्दै थियो नि, त्यस बेला नेपालका चाहिँ नि भनौँ न हिन्दू गैर होइन गैर अब हिन्दूहरू पनि धर्मनिरपेक्ष सपोर्टर हुन्छ। त्यो भने हिन्दूहरूको विरोधमा होइन कि यो राज्यले चाहिने सरकारले हिन्दूको पक्ष होइन लिँदाखेरि यो हिन्दू राज्य भनेर लिँदाखेरि त्यो राज्यको नीति नियममा चाहिँ अरू धर्मलाई चाहिँ होइन एक प्रकारको नेपालको भनौँ दोस्रो दर्जाको अथवा बहिष्करण गर्ने भएको हुनाले हामीले 47 सालको संविधान एउटा जनताले लेख्ने संविधान हो, त्यहाँ 1 वर्षको लागि संविधान सुझाव आयोग भन्ने एउटा खडा गरेको थियो। त्यस बेला चाहिँ हामी यहाँ काठमाडौँका केही नेवार बुद्धिस्टहरूले होइन हामीले चाहिँ यहाँ धर्मोदय सभा, युवा बोर्ड समूहहरू, केही सङ्घ संस्था मिलेर होइन अब नेपाल चाहिँ खासमा हिन्दू राज्य पनि होइदियो होइन। यसको चाहिँ सबै जनताहरूको हेर्दाखेरि इतिहास हेर्दाखेरि त्यस कारण चाहिँ हिन्दू राज्य हुनु भएन, यो चाहिँ एउटा धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ ताकि अगाडि जानलाई पर्ने। त्यस बेला नै एउटा मोडर्न स्टेटको होइन कन्सेप्ट, किन बहुदलीय राजनीति सुरु भएको थियो, राजा चाहिँ कन्स्टिट्युसनल हुन्थ्यो। तर त्यहाँ चाहिँ 47 सालको संविधान बनाउने बेलामा हामीले जुन धर्मनिरपेक्षताको अभियान गर्दाखेरि त्यसको पक्षमा चाहिँ समर्थनमा आएकाहरू चाहिँ नि क्लियरली एउटा के देख्यो भने जनजाति भन्ने देख्यो। त्यसभन्दा अगाडि जनजाति भन्ने शब्द थिएन। तर त्यो धर्मनिरपेक्षता आन्दोलनमा होइन सहभागी हुन आएका चाहिँ नि अब भनौँ न हाम्रो ठुलो मगर, सबभन्दा ठुलो थारू होइन, त्यसपछि तामाङ, नेवार होइन, राई, लिम्बू, गुरुङ होइन, थकाली, यस्तै शेर्पा यस्तो समुदायहरू त्यसमा चाहिँ हिन्दू राज्यको पक्षमा देखिए, विरोधमा देखिएका समुदायहरू आएर त्यसपछि तिनीहरूको एउटा अब संविधान लेखियो 47मा। त्यहाँ चाहिँ जालझेल गरिकन हिन्दू राज्य बनायो। नत्र के थियो भन्दाखेरि 47 सालको संविधानको जुन ड्राफ्ट थियो संविधान सुझाव आयोगले बुझाएकोमा त्यहाँ चाहिँ हिन्दू राजतन्त्रात्मक अधिराज्य भन्ने थियो। त्यो भन्दाखेरि अधिराज्य हिन्दू होइन कि राजतन्त्रमा त हिन्दू भन्ने अर्थ लाग्थ्यो। त्यो विश्वनाथ उपाध्यायले ड्राफ्ट उसको नेतृत्वमा ड्राफ्ट गरेको। तर के हो भन्दाखेरि त्यस बेला चाहिँ नि दरबारबाट धेरै प्रेसर हिन्दू राज्य बनाउनलाई। त्यस कारण त्यहाँ के भयो त भन्दाखेरि त्यस बेला कृष्णप्रसाद भट्टराई होइन प्रधानमन्त्री, उहाँको प्रधानमन्त्री कालमा त्यहाँ मन्त्री परिषदमा चाहिँ के कुरा आयो भने त्यहाँ राजाको प्रतिनिधिको रूपमा अच्युत राज रेग्मी कि के भन्ने एकजना मन्त्री पनि थियो। उसले के भन्नु भने यो यदि यो संविधानमा हिन्दू राज्य लेखेन भने म सिंहदरबारमै आत्मदाह गरिकन होइन मन्त्री
सिंहदरबारभित्र आत्मदाह गर्छु भनेपछि अब यो फेरि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हो तैपनि उहाँ ब्राह्मण पनि हुन् त अलि। तपाईँले अहिले नेपालको संविधान 2047 को कुरा गर्दै हुनुहुन्छ हैन त? हजुर होइन त्यो धर्मनिरपेक्षता त्यही त 47 मा जे भइरहेको थियो जे भन्दै हुन्छ यहाँले त्यो 2047 को पेरिफेरीमा भएको कुराहरु भन्दै अहिले जुन तपाईले भन्नु न हिन्दू राज्यको प्रसङ्ग फेरि आयो भने त्यो बुझ्नलाई चाहिँ त्यस बेलाको त्यो त जरातिर जानु पर्यो हुन्छ। त्यो बुझेन भने फेरि यहाँ हुँदैन के। त्यसकारण चाहिँ त्यहाँ के भयो भन्दाखेरि मन्त्री परिषदले कृष्णप्रसाद भट्टराईको अन्तरिम सरकार थियो त्यहाँ चाहिँ अच्युत राज रेग्मी भन्नेले के भन्यो यसलाई त्यो चाहिँ दरबारको प्रतिनिधि दरबारमा चाहिँ नि त्यस बेलाको दरबार होइन अब त्यहाँ सुन्न आएको त त्यसको मुख्य नै अहिलेको पूर्व राजा ज्ञानेन्द्र नै त्यसको होइन हिन्दू राज्य बनाउनेमा दरबारको प्रतिबाट चाहिँ दबाब थियो भन्ने कुरा थियो। अनि म यहाँनिर प्रश्न उठ्यो के 2047 सालमा यो रसाकसी भयो भन्दै हुन्छ यहाँले होइन 2047 भन्दा अगाडि हिन्दू राज्य भनिँदैन थियो र नेपाललाई? पञ्चायत व्यवस्थाको 2019 देखि होइन 2017 देखि 46 सम्म 30 वर्ष त पञ्चायत व्यवस्था लागू नि। त्यो पञ्चायत व्यवस्था भनेको हिन्दू अधिराज्य भनेर लेखेको त्यो महेन्द्रले लेखेको के महेन्द्रले बनाएको। त्योभन्दा अगाडि हिन्दू राज्य भन्ने थिएन। भनेपछि जस्तै कति 2016 साल 2017 साल भन्दा अगाडि थिएन। राणा शासनकालमा पनि थिएन। राणा शासनको कालमा के थियो भन्दाखेरि जङ्गबहादुरको मौलिक ऐन लागू हुन्थ्यो। अब त्यो भनेको स्पष्ट नभएर हिन्दू राज्य नै हो भनौँ न। त्यहाँ ब्राह्मणहरू जातको हिसाबमा तिनीहरूको कानुन थियो नि त। अहिले पो हामीले थाहा भएन हामीले यहाँ लोकतान्त्रिक अभ्यास भइसक्यौँ नि हामी डेमोक्रेसी होइन। त्यो राणा शासन हुन्जेलसम्म त हाम्रो नेपालको कानुन भनेको मुलुकी ऐन भन्थ्यो के त्यसलाई जातको हिसाबले कानुन बन्थ्यो। तर जस्तै नि इतिहासलाई खोतल्दै जाँदाखेरि जति बेला भारतमा इस्लाम धर्मावलम्बी र हिन्दू धर्मावलम्बी बिचमा एक प्रकारको लडाइँ भइराखेको थियो त्यतिखेर तपाईँको त्यहाँबाट भागेर आएकाहरू जस्तै यो शाहका वंशहरू खोज्दै जाँदाखेरि खान्चा मिन्चाको कुराहरू आउँछ। त्यो उहाँहरू चाहिँ नेपाल प्रवेश गरेसँगै हिन्दू पनि सँगै उहाँहरू लिएर आएको भन्ने पनि त छ। त्यतातिर जानु त्यो फेरि तपाईँको विषय भन्दाखेरि कता कता अल्मलिन्छ त्योसँग सम्बन्धित छैन कि यो। त्यो चाहिँ तपाईँको क्वेसन भनेको यहाँ शाह राजा होइन गोर्खाको पृथ्वीनारायण शाहले राज्य गर्दाखेरिको त्योभन्दा अगाडिको शाहहरू को थिए भन्ने कुराहरू। तर त्यति बेलै हिन्दू पनि हिन्दू धर्म पनि लिएर आएको उनीहरूले भन्छन्। होइन त्यो मिल्दैन। त्यो चाहिँ कस्तो छ भन्दाखेरि अब त्यो अर्कै विषय भयो फेरि तपाईँले अब अब कति छ यस्तो विषयहरू त्यतातिर गयो भने फेरि त्यसैमा 1 घन्टा हामी छलफल गर्नुपर्ने हुन्छ। हिन्दू राज्यको विषय हो भने चाहिँ त्यतातिर अल्मलिनु भन्दा अब त्यो इन्ट्रेस्टिङ त विषय छ। अब तपाईँको वंशको कुराहरू गर्दाखेरि किराँत कस्तो थियो त्यो पनि फेरि इन्ट्रेस्टिङ हुन्छ। लिच्छवी के थियो त्यो पनि इन्ट्रेस्टिङ हुन्छ। तर अहिले चाहिँ हिन्दू राज्य धर्मनिरपेक्षताको विषयमा आउँदाखेरि यो 47 सालको जुन म बताइरहेको थिएँ नि त्यो बुझ्नु आवश्यक छ। त्यो बुझेन भने अहिलेको जेनेरेसनले तपाईँहरूको यो युवाले चाहिँ नि यो बुझ्नु सक्दैन कि। अब त्यहाँ त्यसपछि के भयो भन्दाखेरि दरबारबाट प्रतिनिधि भएको होइन अच्युत राज रेग्मी उसले चाहिँ यदि त्यो 47 सालको संविधानमा हिन्दू राज्य राखिएन भने किनभने पञ्चायत व्यवस्था 30 वर्ष त हिन्दू राज्य थियो त्यसकारण त्यसको निरन्तर एउटा राजतन्त्र संवैधानिक रह्यो। तर राजतन्त्रको अर्को महत्त्व एउटा सिक्काको 2टा पाटा के राजतन्त्र र हिन्दू राज्य भनेको नेपालको शाह वंशको चाहिने होइन। त्यसकारण त्यो हिन्दू राज्यको कुरा गर्दाखेरि शाह वंशको कुरा पनि गर्नुपर्ने हुन्छ के होइन। त्यसकारण तपाईँले भनेको नि पृथ्वीनारायण शाहले राज्य गर्दाखेरि उसको दिव्य प्रदेशमा यो असली हिन्दुस्तान हो भनेको पनि छ के। त्यसकारण शाह वंशको चाहिँ के छ भने हिन्दू राज्य पक्षधर हो। त्यो पृथ्वीनारायण शाहदेखि नै यो हिन्दू राज्य बनाउन आएको हो भन्ने कुरा तपाईँको अहिलेको कुरासँग अलिअलि त्यो चाहिँ त्यहाँसम्म गाँच्नुपर्छ होला। त्यसकारण यो शाह वंशको राजकाल भनेकै हिन्दू राज्य हो। त्यसकारण उनीहरूले चाहिँ शाहको राजा चाहिँ नि अब 47 सालमा संवैधानिक राजतन्त्र त रहने भयो तर तपाईँको संविधान चाहिँ होइन हिन्दू राज्य नहुने भयो भने चाहिँ के छ भने त्यो शाह राजतन्त्र चाहिँ फितलो हुन्छ। त्यसकारण उनीहरूले के छ भने राजतन्त्र र हिन्दू राज्य साथसाथमा हुनैपर्छ भन्ने खालको 47 सालको संविधानमा दरबारबाट आएको दबाब हो। त्यो के भयो त भन्दाखेरि त्यसपछि त्यो अवैधानिक वास्तव वैधानिक होइन कि किनभने त्यस बेला राजाले चाहिँ नि
46 सालको आन्दोलनपछि संविधान नयाँ बनाउने होइन बहुदल यो दलहरूलाई दल प्रतिबन्धित थियो नि होइन यो पञ्चायत व्यवस्थामा। त्यस कारण दलहरूलाई अब दलीय शासन लोकतन्त्र दलीय पार्टी डेमोक्रेसी होइन चलाउने भएको हुनाले त्यो एकोमोडेसन त्यस कारण राजा पनि रहने तर पार्टी डेमोक्रेसीले देश चलाउने राजा चाहिँ एउटा संवैधानिक रूपमा होइन संरक्षकको रूपमा रहने भन्ने खालको कम्प्रोमाइजमा 47 सालको संविधान बनाउँदाखेरि त्यहाँ चाहिँ के थियो भने हाम्रो आम त्यो धर्मनिरपेक्षताको 47 सालमा हामी यहाँ काठमाडौँको अलिकति बुद्धिस्टहरू नेवारहरूले पहल लिँदाखेरि तपाईँको त्यसमा अरू जनजातिहरू त्यसले जनजाति भन्ने नाउँ थिएन कि अब यी मगर गुरुङ होइन राई लिम्बू थारू तामाङ सबै आए। हजुर त्यसै तपाईँको प्रसङ्ग सम्झिनुहोस् म एउटा त्यो जनजातिको प्रसङ्ग चाहिँ जोडिहालेँ त्यसपछि तपाईँ फेरि अब जनजातितिर गयो भने फेरि त्यो अर्को इस्यु गर्नु अर्को फेरि तपाईँ इस्यु जनजाति मैले सोध्न खोजेको चाहिँ तपाईँको त्यो 2047 मै जनजाति शब्द मान्ने स्थापित गरियो भन्ने यहाँले भन्नुभयो। तपाईँको त्यो जनजातितिर जाने भयो भने फेरि अर्को एपिसोड गर्नु 1.5 घण्टाको एपिसोड गर्नु जनजातिको बारेमा मैले किन जनजाति महासङ्घ फाउन्डिङ गर्दाखेरिको म सचिव थिएँ होइन तपाईँको आदिवासी भन्छन् मूलवासी भन्छन् जनजाति भनेको तपाईँ के खोज्नु भएको अब कमरा जाति भन्छन्। ओके ल तपाईँ विषयमा लाग्नुहोस् ओके तपाईँको विषय आउनुहोस् नत्र चाहिँ 6-7 घण्टाको चाहिँ जानुपर्ने हुन्छ कि अच्छा अच्छा ओके तपाईँको विषय लाग्नु होइन। अच्छा त्यस कारण चाहिँ हामीले भनिरहेको जनजातिको विषय अर्कै हो यो शाह वंश कसरी हिन्दू भयो अर्कै विषय हो कि तिनीहरूको होइन अथवा वंशको कुराहरू त्यस बेला चाहिँ नि जुन जति धर्मनिरपेक्षताको अभियानमा होइन आए तिनीहरू चाहिँ कति के आयो भन्दाखेरि यहाँ हाम्रा अब जनजाति भन्ने शब्द अझै बनाएको थिएन त्यस बेला मगर गुरुङ राई थारू लिम्बू होइन नेवार तामाङ सबै चाहिँ नि त्यसमा समावेश भए। त्यो चाहिँ नि संयोजन त्यो धर्मनिरपेक्षको एउटा अभियान हामीले काठमाडौँमा एउटा डेमोन्स्ट्रेसन एउटा पिस मार्च गरेको थियौँ। अब त्यसको हामीले नै अर्गनाइज गरेको हो। त्यहाँ चाहिँ हामीलाई लाग्थ्यो 8-10 हजार मान्छे होइन भेला पार्ने र काठमाडौँमा एउटा परिक्रमा काठमाडौँमा एउटा जुलुस गर्ने भन्ने थियो। तर त्यहाँ कति आयो त भन्दाखेरि त्यहाँ मानिसहरू चारैतिरबाट गइरह्यो झन्डै 1,35,000 इस्टिमेसन होइन। अब टुडी खेलको खुला मञ्चमा जम्मा भएर काठमाडौँ परिक्रमा गएर फर्कँदाखेरि त्यहाँ जम्मा भएको मान्छेहरू अझै बाहिर निस्केको थियो। त्यति सायद नेपालमा त्योभन्दा ठुलो त्यस बेलाको त्योभन्दा ठुलो पञ्चायत व्यवस्था कहिल्यै त्यस्तो डेमोन्स्ट्रेसन भएन र धर्मनिरपेक्षताको पक्षमा होइन हिन्दू राज्यको विरोधमा उठेको त्यो दिनको घटनालाई बीबीसी बेलायतबाट जुन नेपाली समाचार दिन्छ 8 बजे कति उसले भन्यो कि नेपालको इतिहासमा सबभन्दा ठुलो अहिलेसम्मको होइन जनमास भेला भयो त्यो पनि धर्मनिरपेक्षताको पक्षमा एउटा ऐतिहासिक भन्ने खालको त्यो भयो। अब त्यो त बीबीसीले रेडियोमा फुकेको कुरा हो। अब अहिले फेरि त्यो त कहाँ छ त्यसको प्रमाण। तर त्यसको भोलिपल्ट काङ्ग्रेसहरूको एउटा पत्र छ देशान्तर भन्ने साप्ताहिक त्यो देशान्तर भन्ने साप्ताहिकले न्युज फ्रन्टमा होइन मेन न्युज ठुल्ठुलो अक्षरमा धर्मनिरपेक्षताको पक्षमा होइन 65,000 जुलुस नेपालमा कहिले नभयो भने फेरि एउटा नेपाली पत्रिकाले त्यो चाहिँ अहिले खोज्यो भने अझै पनि पाइन्छ देशान्तर त अहिले पनि छ। त्यस कारण त्यो खालि मैले त्यसै भन्ला भनेर मैले यो दिनेको। यसरी चाहिँ नि गर्दा गर्दै पनि अब त्यो विश्वनाथ उपाध्याय जुन संविधान सुझाव आयोगको अध्यक्ष हुनुहुन्थ्यो उहाँलाई चाहिँ हामी यहाँ काठमाडौँका चाहिँ युवा बौद्ध समूह भनेर हामी थियौँ एउटा समूह हामीले चाहिँ नि सुझाव आयोगलाई चाहिँ नि सबभन्दा सुझाव आयोग खोल्ने बित्तिकै बिहान 8 बजे गरेर हाम्रो 1 नम्बरको सुझाव दर्ता गर्ने भनेर हामी गएका थियौँ होइन। त्यो चाहिँ के छ भने नेपाल चाहिँ धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ भन्ने खालको सुझाव हाम्रो। तर यहाँनिर अहिले धेरैले आरोप लाउँछन् क्या यो प्रचण्डहरूले चाहिँ होली वान खाएर के अरे धर्मनिरपेक्ष ल्यायो भन्ने आरोप छ। त्यो चाहिँ मिथ्या रहेछ होइन त कुरो चाहिँ यहाँ रहेछ। तपाईँले यति चाहिँ नि 1.5 लाख जति जनमास भेला भए भन्ने कुरो गर्नु यहाँले त्यहाँ पछि त विभिन्न मिडियामा अनेक किसिमको कुराहरू आइरहेछ तर भएको कुरा चाहिँ यो नेपालको इतिहासमा सत्य कुरा यो हो। त्यस कारण त्यसपछि चाहिँ के हो भन्दाखेरि त्यहाँ हामीले दर्ता गर्न जाँदाखेरि अफिसै पनि खोलेको थिएन कि बिहान 8 बजे नै गएको 9 बजे खोल्ने रहेछ के अरे। अनि खोलेपछि हामी दर्ता गर्ने भनेको तिनीहरूको अझै पनि फर्स्ट अब सुरु नै भएको छैन। त्यस कारण अब दर्ता गर्ने होइन रेजिस्टर कता कता व्यवस्था हुँदै थियो। अनि उहाँहरूले भने होइन यहाँ हाम्रो अध्यक्षजी आउनुहुन्छ विश्वनाथ उपाध्याय होइन पहिलेको पूर्व प्रधान न्यायाधीश उहाँ आएपछि मात्र हामी दर्ता गर्छौँ भनेर भन्नु। हामी पर्खिरह्यौँ
अनि उहाँ आउनुभयो 9 बजे। आएपछि के हो भन्यो भने हामी चाहिँ यहाँ दर्ता गर्न आएको होइन सुझाव भन्यो। के दर्ता खै आउनुहोस् भनेर त्यहाँ एउटा राउन्ड टेबल थियो। त्यो राउन्ड टेबलमा चाहिँ नि उहाँले हामीसँग के कुरा हो तपाईँहरूको भन्यो। हामीले त्यो जुन चाहिँ प्रस्ताव थियो होइन पढेर सुनायौँ र उहाँलाई ह्यान्डओभर गरिदिउँ। अनि उहाँले चाहिँ के प्रतिक्रिया दिनुभयो भन्दाखेरि होइन नेपाल त अब डेमोक्रेसी भइसक्यो होइन, धार्मिक राज्य हुँदैन है, यो चाहिँ तपाईँहरू चिन्तै न, धर्मनिरपेक्ष राष्ट्र नै हुन्छ, यो हिन्दू राज्य हुँदैन होइन। धर्मनिरपेक्ष भन्ने शब्द अर्कै कुरा हो, तर हिन्दू राज्य चाहिँ हुँदैन, तपाईँ ढुक्क भएर जानुहोस् भनेर 1 नम्बर सबभन्दा पहिलो सुझाव दिनु गएका हामीहरूलाई चाहिँ नि उहाँले त्यस्तो जवाफ दिनुभयो। र हामी पनि राम्रो आयो हामीलाई, नत्र उसले त फेरि एउटा ब्राह्मण पनि हो होइन, तर उहाँको अब एउटा न्यायको उसमा प्रधान न्यायाधीश भइसक्यो मान्छे, न्यायको हिसाबले ब्रोड पनि हो, एउटा राजनीति बुझेको मान्छे भन्दाखेरि हामीले राम्रै रहेछ भनेर हामी बडो दङ्ग भएर पनि आयौँ होइन। त्यसपछि यो जुन ठुलो पिस मार्च पनि गऱ्यौँ होइन, शान्ति पदयात्रा पनि गऱ्यौँ। तर के आयो भन्दाखेरि लास्टमा चाहिँ के आयो भन्दाखेरि यो जुन चाहिँ 1 वर्ष लागेर उहाँहरूले संविधान ड्राफ्ट गर्नुभयो, त्यो संविधान ड्राफ्टमा हिन्दू राजतन्त्रात्मक अधिराज्य थियो। त्यो भने मतलब राजतन्त्र मात्र हिन्दू हुन्थ्यो, राज्य चाहिँ हिन्दू हुँदैन थियो होइन। त्यस कारण चाहिँ त्यो जुन ड्राफ्ट बुझायो नि 1 वर्ष लगाएर, त्यहाँ चाहिँ हिन्दू राज्य थिएन। तर त्यो जुन अन्तरिम सरकार थियो कृष्णप्रसाद भट्टराईको होइन, त्यहाँ चाहिँ के हो भन्दाखेरि त्यो दरबारको जुन चाहिँ मन्त्री अच्युतराज रेग्मीले त्यहाँ भन्यो कि हिन्दू राज्य भएन भने म सिंहदरबारमै आत्मदाह गर्छु होइन, एउटा ब्राह्मणको हत्या चाहिने इतिहासमा अंकित गर्छु भन्ने खालको भएपछि कृष्णप्रसाद भट्टराई पनि के हो भन्दाखेरि उहाँ पनि त ब्राह्मण हो, गीता पढ्ने होइन, हिन्दू धर्मको सिद्धान्तसँग धेरै प्रभावित। उहाँले चाहिँ उहाँलाई पनि अब त्यो नेपाल चाहिँ हिन्दू राज्य होइन राजनीतिक हिसाबले भन्न सके तापनि ठिक छ त भनेर उहाँको मन्त्री परिषदमा त्यो विषयमा छलफल गर्यो। हिन्दू राज्य होइन, त्यहाँ हिन्दू राज्य कसरी घुसाउने भन्ने सम्बन्धमा। त्यसपछि तिनीहरूले के भन्यो, त्यहाँ जुन 11-12 जना मन्त्रीहरू थिए, त्यसमा चाहिँ नि 3 जनाले चाहिँ नोट अफ डिसेन्ट राखे, हिन्दू राज्य बनाउनु मिल्दैन भनेर। त्यस बेला एकजना चाहिँ नि अहिलेको एमालेबाट झलनाथ खनाल भन्ने मन्त्री थियो, केसी र बुङ। अर्को कङ्ग्रेसबाट मार्शल जुलुम साक्य भन्ने थियो है। अर्को चाहिँ नि एकजना मानव अधिकार तर्फबाट मथुरा श्रेष्ठ भन्ने स्वास्थ्य मन्त्री थियो। 3 जना मन्त्रीले चाहिँ नि हुँदैन भनेर नोट अफ डिसेन्ट लेखे, हिन्दू राज्य हुँदैन धर्मनिरपेक्षता मतलब त्यो जुन एजेन्डामा। त्यसपछि अरू सबैले हिन्दू राज्यको पक्षमा मन्त्री परिषदभित्र, त्यो मन्त्री परिषदलाई त्यो म्यान्डेट थिएन। संविधान सुझावमा ड्राफ्ट भएको कुरालाई होइन त्यसलाई इन्डोर्स गर्ने त कुरा थियो, त्यो त राजालाई बुझाउने हो उनीहरूले होइन। तर चाहिँ यसरी चाहिँ नि हिन्दू राजतन्त्रात्मक अधिराज्यकोमा हिन्दूको पछि एउटा कमा थपिदियो। एउटा कमा थपेपछि यो 47 सालको संविधानको व्याख्या गर्दैछु म पहिले। हिन्दू राज्य र धर्मनिरपेक्षताको जुन विषय उठिरहेको छ नि, त्यहाँदेखि उठिएको विषय हो। त्यहाँ एउटा कमा थपिदियो। कमा थपेपछि के हो त, हिन्दू कमा राजतन्त्रात्मक अधिराज्य भनेपछि हिन्दू अब अधिराज्यसँग त्यो विशेषण जोडियो, एडजेक्टिभ। त्यस कारण हिन्दू अधिराज्य भयो। 47 सालको संविधानमा हिन्दू अधिराज्य यसरी चाहिँ नि जालझेल गरिकन बनाइयो। अब के भयो भने हामीले अब त्यो गरेपछि हामी त यसको विरोधमा त सङ्घर्ष गरिरहनु पर्यो। के गर्ने त भनेर भन्दाखेरि अनि त्यो आन्दोलनमा समावेश भएका होइन जुन हामीहरूको बैठक बस्यौँ, त्यसमा अब मगरहरूको मगर सङ्घ, नेवारहरूको म चाहिँ केन्द्रमै थिएँ, नेपाल भाषा मङ्काखलाको म त्यहाँ संयोजन नै गरिरहेको थिएँ होइन नेवारको तर्फबाट। तामाङहरूको तर्फबाट परशुराम तामाङ घेदुङको अध्यक्ष थियो। मगरहरूको उसबाट चाहिँ नि सुरेश आले मगर अध्यक्ष थियो होइन मगर सङ्घको। यसरी चाहिँ अब त्यस्तै यहीँ गुरुङहरूको चाहिँ नि के क्याप्टेन को भन्ने थियो, गुरुङ एकजना होइन। थारूहरूबाट चाहिँ नि हाम्रो थारू कल्याणकारीको चाहिँ नि रमानन्द प्रसाद सिंह, त्यसको नामुद वकिल उहाँहरू नै हुनुहुन्थ्यो होइन। यसरी चाहिँ सबै बसेर अब के गर्ने र भन्दाखेरि होइन यो धर्मको निरपेक्षको आन्दोलन त हामी निरन्तर अगाडि जानु पर्यो।
के गर्नु त्यो मात्र होइन अब यहाँ त्यो संविधानमा नअटाएका धेरै कुराहरू होइन हामीले चाहिँ नि कसरी प्राप्त गर्ने भन्दाखेरि त्यस कारण एउटा अर्को अब अभियान चलाउनु पर्यो भनेर यो पाउनु कुरा पुर्याएपछि अनि क्वेसन सोध्नुहोस् कि बिचमा नसोध्नुहोस्। त्यसपछि हामीले चाहिँ नि के गर्यौँ भने यो जुन चाहिँ 7वटा यो धर्मनिरपेक्षता आन्दोलन गर्दाखेरि 7वटा समूह हामी थियौँ। त्यस बेला एउटा अब नेवार म आफै त्यहाँ उसमा थिएँ होइन मङ्गाखलाको तर्फबाट। त्यसपछि तामाङको परशुराम तामाङ, थारूको चाहिँ नि त्यस बेला को थियो सत्यनारायण चौधरी भन्ने थारूको प्रतिनिधि थियो अब ठुलो चाहिँ, गुरुङको थियो होइन, मगरको थियो, अनि यो 7वटा समुदाय थकाली थियो, शेर्पा थियो। यिनीहरू सबै के छ भने अलिकति बुद्धिस्ट ब्याकग्राउन्डको होइन। हामीहरू बस्यौँ र अनि के गर्यो भन्दाखेरि एउटा सङ्गठन बनाउने भनेर अनि त्यो 7वटा जातिहरू मिलेर बनाएको सङ्गठन चाहिँ जनजाति महासङ्घ भएको। त्यसमा राई र लिम्बूहरूको सङ्गठन बनेको थिएन त्यस बेला। अहिले जुन किराँत राई यायोखा र याक्चुम चुङलुङ बनेको थिएन। तर त्यस बेला उहाँहरू त इम्पोर्टेन्ट हो, त्यस कारण उहाँहरू चाहिँ अब्जर्भरको रूपमा प्रतिनिधि त्यहाँ त्यस बेला को थियो भन्दाखेरि किराँत साहित्य तथा धर्म उत्थान के भन्ने एउटा सङ्घ थियो। क्या मेजर के राई एकजना र लालबहादुर नेम्बाङ होइन, मेजर सन्तोष राई र लालबहादुर दुईजै आर्मी ब्याकग्राउन्डको होइन, बेलायतको कलकत्ता आर्मीमा अनुभव गरेको। उहाँहरू चाहिँ यो किराँत धर्म तथा उहाँहरू चाहिँ त्यो जनजाति महासङ्घ खडा गर्दाखेरि उहाँहरूको त्यो राई र लिम्बूहरूको सङ्गठन बनेको थिएन, किराँत राई यायोखा बनेको थिएन होइन, किराँत याक्चुम चुम्लुङ पनि बनेको थिएन। त्यस कारण उहाँहरूको प्रतिनिधिको रूपमा तर सङ्गठन जनता त छ फेरि ठुलो होइन, त्यस कारण चाहिँ उहाँहरूको प्रतिनिधित्व थियो र अनि जनजाति महासङ्घ सुरु गरेको। मैले यहाँनिर जान्न खोजेको क्या यसै सन्दर्भमा त्यो जनजाति महासङ्घको किन सुरु गरेको भने यही मेन कुरा नै हामी धर्मनिरपेक्षताको आन्दोलनमा हामीलाई होइन राज्यले चाहिँ नै षड्यन्त्र गरेर हिन्दू राज्य बनाएको हुनाले फेरि धर्मनिरपेक्ष कसरी बनाउने भन्ने नै मूल मुद्दामा जनजाति महासङ्घ खडा भएको हो। त्यसपछि खडा भइसकेपछि अरू फेरि धेरै जातीय कामहरू अधिकारका कामहरू चाहिँ गर्न सक्यौँ। अनि मैले यहीँनिर तपाईँको जान्न खोजेको धर्मनिरपेक्ष चाहिँ भनियो, तर धर्मनिरपेक्षको परिभाषामा चाहिँ जोडिहाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता भनेर यो अलिकति अल्मल्याउनु खोजेको झुक्क्याउनु खोजिएको भन्ने चाहिँ यो यति फेरि यही फेरिमा यो कुरा आउनुभन्दा अगाडि धेरै अरू कुराहरू व्याख्या गर्नुपर्ने हुन्छ कि ए हजुर हजुर सिलसिलामा, नत्र फेरि त्यो टाक्रा टुक्रो तपाईँको बजारमा यो टाकन टिकन गरेर विषय चाहिँ त्यही त तपाईँको अब हामीले आम मान्छेले बुझ्ने चाहिँ सेकुलरिजम भनेको धर्मनिरपेक्ष भइहाल्यो के अरे त्यो सेकुलरिजमतिर जानुपर्ने, तर अलिकति घुमाउरो पाराले धार्मिक स्वतन्त्रता तपाईँले त्यो विषय धेरै अगाडि जानुभयो क्या। ए अच्छा अच्छा त्यो मैले चाहिँ के 47 सालको गतिविधिहरू नबुझिकन बुझ्नु सकिँदैन भन्ने छ कि त्यो बुझ्न अझै बुझाउँदैछु कि म। त्यस कारण जनजाति महासङ्घ खडा भएपछि त्यसपछि के भयो त भन्दाखेरि जनजातिहरूको चाहिँ अनि त्यस बेला म हर्क गुरुङहरू ठुल्ठुलो पनि थिए। अनि हामीले के गर्यौँ भने एउटा हाम्रो नेपालमा कति जनसङ्ख्या छ त्यो नै थाहा छैन के, किन हाम्रो त गाउँठाउँमा बस्छौँ, सहर बजारमा देखिँदैन। सहर बजारमा त बाहुनहरू होइन यता पढे लेखेकाहरू क्षेत्रहरू मात्रै देखिन्छ, अलिकति काठमाडौँ नेवार देखिन्छ, मानौँ कि उनीहरूकै देश हो कि जस्तो थियो नि भान। त्यस कारण हामीले के भन्यौँ भन्दाखेरि त्यस बेला चाहिँ नि तथ्याङ्क विभागमा गएर 2048 साल जनजाति महासङ्घ खडा भइसकेपछि 2048 सालको जनगणना लिने बेलामा तथ्याङ्क विभागमा गएर हामीले के भने हाम्रो जातीय जनसङ्ख्या लिइदिनुहोस्, मगर कति छ, गुरुङ कति छ होइन, यस्तो खालको लिइदिनुहोस् भनेर भनेपछि त्यस बेला उनीहरूलाई अब यो त्यसको पोलिटिकल इम्प्लिकेसन के हुन्छ भन्ने कुराहरूको उहाँहरूले कसैले बुझेकै छैन। अहिले इन्डियामा जुन कङ्ग्रेसले जातिवार जनसङ्ख्या लिनलाई कत्रो सङ्घर्ष गरिरहेछ होइन, कङ्ग्रेसले बिजेपीले मानिरहेको छैन नि, किन देखिन्छ नि, किनभने अब तपाईँको जनगणना आउँदाखेरि के लेख्छ त भन्दाखेरि त्यो गणकले तपाईँको धर्म नसोधिकन हिन्दू लेखिदिन्छ, भाषा नसोधिकन नेपाली लेखिदिन्छ, धर्महरूको भाषाको मात्र त्यहाँ गणना गर्थ्यो 38 सालसम्म होइन। त्यस कारण चाहिँ हामीले के गर्यौँ भन्दाखेरि होइन हामीलाई जातीय जनसङ्ख्या पनि लिइदिनुहोस्। जातीय जनसङ्ख्या किन लिन लागेको भन्दाखेरि यो नेपालमा कति हिन्दू छ, नेपाली बोल्ने कति छ, अथवा अरू भाषाको त्यहाँ देखा नै नपर्ने के
त्यो नदेखिकन नत्र उनीहरूले दागजोब गरिकन सबैलाई हिन्दू पनि लेखाइदिने। तर अहिले भन्दै आइएको 81% हिन्दू त्यसरी भएर रहेछ तपाईँको ठिकै छ। त्यस कारण चाहिँ हामीले के गर्यौँ भन्दाखेरि यो धर्मको मात्र सुन्नु, उसले त सबैलाई हिन्दू लेखेर 81% पुर्याइदिन्छ, 90% पनि पुर्याइदिन्छ। किन उसले त आफ्नो लेख्ने हो, तपाईँको फार्म तपाईँले लेख्ने होइन क्या, तपाईँको सिग्नेचर भएको फार्म भए पो बदल्नु मिल्दैन भन्ने। अहिले त झन् कम्प्युटरमा तपाईँको मोबाइलमा इन्ट्री गर्ने हो डाटा, त्यहाँ फार्ममा लेखे तापनि त्यहाँ फेरि होइन इन्ट्री गर्ने बेलामा कम्प्युटरमा त उसले सबैलाई हिन्दू लेखिदिन्छ होइन। यो साजिस छ। त्यस कारण हामीले के गर्यौँ भन्दाखेरि नेपालमा खास हिन्दू कति छ, गैर हिन्दू कति छ भन्ने कुराहरूको थाहा पाउनु पऱ्यो नि। कति छ त डाक्टर साहब? अब चाहिँ तपाईँको के गरौँ भन्दाखेरि हामीले चिनवलले चाहिँ मान्यो। मान्दाखेरि कति निक्ल्यो त भन्दाखेरि खसहरूको, त्यस बेला खस भने क्षेत्री भनौँ न होइन, खस भन्ने पछि आयो, क्षेत्रीहरूको जनसङ्ख्या 16.70% जति निक्ल्यो। बाहुनहरूको ब्राह्मणहरूको सङ्ख्या चाहिँ नि 12% जति निक्ल्यो है। तेस्रोमा को आयो त भन्दाखेरि मगरहरू आयो 7.5%। त्यसपछि थारू आयो 6.5%। त्यसपछि तामाङ र नेवार आयो 5.5% तपाईँ 48 सालको जनगणना देख्नु हेर्नुहोस् होइन। सरकारी तथ्याङ्कमै चाहिँ के भन्ने उसले चाहिँ मगरलाई चाहिँ नि क्षेत्री त बनाउन सक्छ, भएको छ कति नाउँ हेरिकन। तर पनि के छ भन्दाखेरि मगरको मगर होइन, त्यो गर्दाखेरि के भन्दा त्यसो भए अब मगर हिन्दू हो त होइन, थारू हिन्दू हो त, तामाङ हिन्दू हो त, गुरुङ हिन्दू हो त, राई हिन्दू हो त, लिम्बू हिन्दू हो त, शेर्पा हिन्दू हो त भन्ने एउटा क्वेसन सोध्ने पायो नि त। अब त्यो कसरी निदान गर्ने त भन्दाखेरि अनि मगर सङ्घले होइन उसमा पछि मगर सङ्घले के भन्यो भने हामी मगरहरू जातीय हिसाबले बुद्धिस्ट भनेर उनीहरूको एउटा सम्मेलन गरेर बुद्धिस्ट भनेर लेखायो मगरहरू सबैले। व्यक्तिगत हिसाबमा अब आफ्नो धर्मनिरपेक्ष धर्म जेसुकै माने पनि सामूहिक हिसाबले हामी मगरहरूको चाहिँ समूहमा चाहिँ हामी बुद्धिस्ट, क्लस्टर वाइज। थारूहरूले पनि के गर्नु भन्दाखेरि हामी बुद्धिस्ट। अब थारू र मगर जोड्दाखेरि 15% पुग्थ्यो त्यस डाटामा। भनेपछि सरकारी तथ्याङ्क त गलत भनेर हामीले प्रमाणित गरिदियौँ नि होइन। त्यो अहिले चाहिँ अझै पनि हामी च्यालेन्ज गर्छौँ सरकारलाई सिद्ध गर्न होइन। त्यसपछि अब तामाङहरू नेवारहरूमा अलिकति श्रेष्ठहरू हिन्दू लेख्छन् होइन, तर पनि हाम्रो 2/3 त बुद्धिस्ट छ, 2/3 झन्डै 70% त बुद्धिस्ट नै छौँ हाम्रो होइन। त्यस कारण त्यो पनि हिसाब गर्दाखेरि तामाङ र हाम्रो गर्दाखेरि झन्डै 10% त बुद्धिस्ट निक्ल्यो। 4वटा मगर, थारू, तामाङ र नेवार मात्र राख्दाखेरि 25% त बुद्धिस्ट नै छ। त्यसपछि अरू जनजातिहरूमा शेर्पा, गुरुङ बाँकी छ, राई लिम्बूहरू त अब त्यस बेला हामीले भन्यो किराँती भन्ने कि मुन्नुम भन्ने, त्यस बेला कन्फ्युजन थियो त्यो जुन हामीले गर्दाखेरि। त्यसपछि अहिले कसैले मुन्नुम, कसैले किराँती धर्म लेख्ने, मुन्नुम धर्म लेख्ने होइन, कसैले त्यहाँ कसैले प्रकृति पूजा अलिक पछि हो। प्रकृति पूजा त हिजो अस्तिको अलिकति त्यसमा राजनीति घुसेको छ है, हामी भित्रको राजनीति क्रिस्चियनिटी घुसेको छ कि यो प्रकृति पूजक बनाउने होइन, यो मङ्गोल बनाउनेमा। त्यो अहिले नयाँ अहिले 8-10 वर्षभित्रको कुरा हो, यो 10-20 वर्षभित्रको मात्र कुरा हो होइन। त्यस कारण चाहिँ त्यहाँ अहिले ठोस त्यस बेलाको रफ हिसाब गर्दाखेरि अनि जनजाति महासङ्घको विधान बनाउँदाखेरि हामीले के लेख्यौँ त भन्दाखेरि हिन्दू वर्णाश्रम भन्दा बाहिर, हिन्दू वर्णाश्रम नमान्ने अरू चाहिँ नि हामी आदिवासीहरू जनजाति भन्छन् भनेर सरकारी उसमै दर्ता भएको उसमा छ। भनेपछि हामी 37% त हिन्दू होइनौँ भने बुझ्यौँ नि त होइन र। अहिले कसरी उनीहरूले 81% हिन्दू बन्ने? त्यस कारण हामीले जातीय तथ्याङ्क लिन लगाएको कारण त्यो हो क्या। तर अब चाहिँ के बतायो भने त्यसपछि त्यो जुन तथ्याङ्कबाट के आयो 37% जनजातिहरू हिन्दू होइनौँ होइन भन्ने एउटा आधार तयार भयो र हाम्रो जनसङ्ख्या 37% रहेछ भन्ने कुरा पनि एउटा इस्टाब्लिस हो। नत्र पहिले कति 10% हो कि 15% थियो। त्यसपछि के हो भन्दाखेरि तपाईँको कति 52 सालमा माओइस्टहरूले जनयुद्धको सुरुवात गर्यो रोल्पा रुकुमतिर। यो तपाईँको धर्मनिरपेक्ष 62-64 को त्यो धर्मनिरपेक्ष आउनुभन्दा अगाडिको यो कुरा बुझ्नुपर्छ। तपाईँले माओवादको कुरा ल्याउनु भयो नि त धर्मनिरपेक्षसँग, त्यो कसरी आयो भन्ने कुरा पनि यहाँ बुझ्नुपर्ने हुन्छ। त्यसपछि के भन्दा उनीहरूले 52मा रोल्पा रुकुमतिर माओवादीहरूले जनयुद्ध सुरु गर्यो, बुझ्नुभयो त।
त्यसपछि के गरेर उनीहरू जनयुद्ध सुरु गर्यो। अब म चाहिँ कहाँ आउँछु त 62 सालतिर आउँछु। अब 62 सालसम्म 10 वर्ष जनयुद्ध गरेपछि उहाँहरूले चाहिँ कहाँ आइपुग्यो त उनीहरू करिब नेपालमा अब भनौँ 2/3 जति जग्गा होइन उनीहरूको आफ्नो प्रभाव क्षेत्र भने काठमाडौँमा चाहिँ रिङ रोड घेरिसक्यो 62 मा। अनि जनआन्दोलन 2 दोस्रो जनआन्दोलन अब भनेर यो चाहिँ नि अब सिंहदरबार घेर्नेतिर आयो। तर यहाँ काठमाडौँमा कर्फ्यू थियो हुनु र। त्यो कर्फ्यू भएपछि चाहिँ के छ भने उहाँहरूले अनि के भने नेवारहरू उत्रेको थिएन। 47 सालमा त नेवारहरूले नै धेरै शहादत दिएको र 47 साल आएको हो। अलिकति तराईतिर जनकपुरतिर अलिकति मधेसीहरूको मरेको छ, अरू त सबै मऱ्यो। त 47 साल ल्याउनुबाट नेवारकै हो। यहाँ जताततै किर्तिपुरमा, ललितपुरमा, भक्तपुरमा, काठमाडौँमा मर्नेहरू सबै नेवारी युवाहरू नै थिए होइन। त्यस कारण चाहिँ 62 मा चाहिँ हामी नेवारहरू चाहिँ ओर्ले थिएन। नेवारहरूको हाम्रो सङ्गठनले केही पनि नगरेको बसिरहेको थियौँ होइन। त्यसपछि के हो भन्दाखेरि काङ्ग्रेस र एमालेको नेताहरू आएर नेवाडे डबु भन्ने हाम्रो राष्ट्रिय सङ्गठन छ त्यसको महासचिव थिएँ म। र हाम्रोसँग चाहिँ कुरा गर्न तपाईँहरू ओर्लनु पऱ्यो। काठमाडौँमा नेवारहरू नओर्लेसम्म कर्फ्यू लगाइरहेको थियो होइन। तपाईँको हाम्रो यो जनआन्दोलन चाहिँ सफल हुँदैन नहुने भयो, नआएसम्म त सकिन भएन नि। त्यहाँ तपाईँहरू ओर्लनु पऱ्यो भन्दाखेरि हामीले के भन्यो भन्दाखेरि 47 सालमा सबभन्दा बढी नेवारले नै होइन शहादत दिएको हो। तर तपाईँहरू सरकारमा आउने बित्तिकै सबभन्दा पहिले हाम्रो नेवारहरूले त नेपाल भाषाको आन्दोलन गरिरहेको थियौँ होइन। मङ्का खलक खोलेर भिन्तुना जुलुस नेपाल सम्बन्धको आन्दोलन थियो। तर तपाईँहरूलाई साथ त दियौँ 47 सालमा। तर त्यसबेला सबभन्दा बढी हामी मऱ्यौँ होइन, हाम्रै केटाहरू मरे। तर तपाईँहरू राज्य सरकारमा आउने बित्तिकै होइन प्रदीप नेपाल भन्ने सञ्चार मन्त्री उहाँले चाहिँ नि हाम्रो भाषाको लागि आन्दोलन गरिरहेको पञ्चायत सरकारले पनि बिहान 5 मिनटको नेपाल भाषामा समाचार दिन्छु रेडियो नेपाल। त्यसबेला अरू प्राइभेट त छँदै थिएन। तर उनीहरू सरकारमा आउने बित्तिकै प्रदीप नेपालले के गर्यो भने नेपाल भाषाको समाचारलाई काटेर संस्कृत समाचार हाल्यो, बाहुनको भाषा। त्यसपछि हामीले त्यसको पनि विरोध गऱ्यौँ, यहाँ टुडीखेल घेर्यौँ होइन। अनि धेरै सङ्घर्ष गरिसकेपछि पछि फेरि नेपाल भाषाको समाचार चाहिँ नि राखियो। नेपाल भाषा भन्नाले नेवारी भाषा। नेवारी अहिले पनि तपाईँ 10 बजे 5 मिनटको नेपाल भाषाको रेडियो नेपालमा सुन्नुहुन्छ होइन। त्यस कारण उहाँहरूले भने तपाईँहरूलाई चाहिँ हामी मरेर तपाईँहरूलाई सत्तामा ल्यायौँ होइन, 47 सालको ऊ चाहिँ ल्यायौँ। तर तपाईँहरूले सबभन्दा पहिले प्रहार चाहिँ हाम्रो आन्दोलनलाई नै खत्तम पार्ने गरेर तपाईँहरूले फेरि भाषाको लागि आन्दोलन गरेको, त्यही भाषाको आन्दोलनबाट तपाईँहरूले सत्तामा पुर्यायौँ। अनि तपाईँहरू सत्तामा पुग्ने बित्तिकै हामीलाई नै फेरि यहाँ हाम्रै भाषालाई चाहिँ तपाईँले होइन प्रहार गर्नुभयो। त्यस कारण हामी कसरी तपाईँको अहिले फेरि हामी मर्नुहोस्, हामी तल आएर मर्नु पऱ्यो भनेको हो नि त नेवारहरू होइन 42-62 मा पनि। त्यस कारण हामी किन मर्ने? तपाईँहरूको फेरि 47 सालमा हामी मरेर तपाईँहरूले सत्तामा ल्यायौँ, त्यसपछि तपाईँहरूले हामीलाई लाट हाल्नुभयो। अहिले फेरि हामी मरेर तपाईँहरूलाई फेरि पुर्याउँला। अब हाम्रो काम चाहिँ खालि तपाईँहरूले पुर्याउनले हामी मर्ने मात्र हो त भनेपछि काङ्ग्रेस र एमालेका नेताहरू निरुत्साह भएर फर्के। हामीले भन्यौँ कि आधार अझै तपाईँहरूको व्याख्या हामी किन यसमा तल ओर्लने नेवारहरू होइन, त्यो कुरा चाहिँ नि अब माओवादीहरूले थाहा पायो। त्यस कारण राति त्यसको 1-2 दिनपछि हामीलाई चाहिँ गोप्य ढङ्गले प्रचण्ड बाबुरामहरू हामीसँग भेट्न आए बिहान 4 बजे एउटा घरमा होइन। हामी 8-10 जना चाहिँ बसेर भन्यौँ, उहाँहरूले पनि यही भन्नु तपाईँहरू नेवारहरू नओर्लेसम्म हामी यहाँ 10 वर्षदेखि होइन जनयुद्ध गर्दै गर्दै आएर यहाँ आइसक्यौँ। त्यस कारण चाहिँ अहिले अब तपाईँहरू नओर्लेसम्म यो नसकिने भयो, किनभने यहाँ काठमाडौँको नेवारहरू नओर्लेसम्म त यो कर्फ्यू लागिरहन्छ, त हामी त फेरि भित्र पस्नु सक्दैनौँ, आर्मीले फुटिहाल्छ है। त्यसमा तपाईँहरू ओर्लनु पऱ्यो भनेपछि अनि हामीले त्यही कुरा सुनायौँ। 47 सालमा यस्तो यस्तो भयो, काङ्ग्रेस र एमाले हामीलाई उ गर्यो। त्यस कारण हामी चाहिँ तपाईँहरूले आह्वान गर्ने बित्तिकै हामी किन मर्न आउने, यहाँ सडकमा सबभन्दा बढी मर्ने त यहीँ त हो नि भनेपछि उहाँले के भन्नुभयो भन्दाखेरि यो इम्पोर्टेन्ट छ। हजुर, प्रचण्डले के भन्नु भन्दाखेरि यो कुरा तपाईँहरूको कुरा काङ्ग्रेस र एमालेसँगको कुरा हामीले थाहा हुने भएन, किन हामी त जङ्गलमा थियौँ 10 वर्ष होइन। तर हामीले हाम्रो कुरा सुन्नुहोस् भनेर भन्नुभयो। उहाँले के भन्नुभयो भन्दाखेरि हेर्नुहोस् हामीले जनयुद्ध सुरु गऱ्यौँ 52 सालमा, 2 वर्षसम्म रोल्पा र रुकुममा मार्क्सवाद माओवाद भन्दै आन्दोलन गऱ्यौँ होइन। तर अगाडि बढ्न सकेन र के हामी फेल हुने भयौँ र राज्यले चाहिँ हामीलाई अब सकाउने भयो
होइन कि चाहिँ हामी देश छोडेर भाग्नुपर्ने भयो कि चाहिँ हामी रोल्पा रोकोमा माओवादी हामीहरूलाई चाहिँ मार्ने भयो। त्यस कारण हामी चाहिँ अप्ठ्यारोमा परेको बेलामा त्यस बेला हामीले चाहिँ नि के गर्ने त भन्दाखेरि तपाईँहरूले खोल्नुभएको जनजाति महासङ्घ हाम्रो आँखामा पर्यो। जनजाति महासङ्घको चाहिँ तपाईँको हेर्दाखेरि त तपाईँहरूको 60वटा जनजातिको जातिहरूको चाहिँ नि होइन हरेकको सङ्गठन छ, जिल्ला जिल्लामा छ, मगरको 30 जिल्लामा छ, होइन तामाङको 15-20 जिल्लामा छ, थारूहरूको 15-20 जिल्लामा छ, होइन नेवारहरूको 20-25 जिल्लामा छ। तपाईँहरूको सङ्गठन त 1 करोड मान्छेहरूको सङ्गठन रहेछ, सबभन्दा ठुलो। तपाईँहरूको त्यो सङ्गठन हामीले हात लिन पायो भने चाहिँ मात्र अब हामी जनयुद्ध सफल हुन्छौँ भन्ने कुरा हाम्रो मिटिङबाट पास गर्यो। के गर्ने भन्दाखेरि प्रचण्ड बाबुरामले हामीलाई बनाएको होइन, त्यो भित्र गोप्य उनीहरू त बाहिर आउनै सक्दैन थियो भूमिगत रूपमा हामीसँग भेटेर। त्यसपछि उहाँले के भन्नुभयो, त्यसपछि हामीले मगराट मुक्ति मोर्चा, नेवा मुक्ति मोर्चा, थरोहट मुक्ति मोर्चा, ताम्सालिङ मुक्ति मोर्चा भनेर जाति जातिको मुक्ति मोर्चाहरू खोल्यौँ। यहाँनिर धेरैले चाहिँ के भन्छ भने तपाईँको कुरा कता कता लैजानुहुन्छ कि तपाईँले एउटा प्रश्न गर्नु त्यसमा फेरि 1 घन्टा व्याख्या गर्नुपर्ने है। पहिले यो कुरा सकाउँ। त्यस कारण चाहिँ अनि उहाँहरूले के भन्नु यो मुक्ति मोर्चाहरू खोल्यौँ। नेवा मुक्ति मोर्चा त सल्लाहकार म थिएँ होइन। अब मलाई झन्डै झन्डै खतम पारिसकेको थियो होइन। मेरो नाउँबाट एक दिन काठमाडौँ बन्द पनि भयो होइन, उपत्यका बन्द पनि कार्यक्रम पनि गर्यो उनीहरूले, मलाई धुइँ खोज्यो दिनभरि होइन, एउटा प्रसङ्ग मात्र ल्याएको हो। त्यस कारण चाहिँ हामीले त्यो खोलेपछि के भन्नु धेरै मान्छेहरू चाहिँ अब आए। तर त्यो मुक्ति मोर्चा भन्ने त के छ भने एउटा जागरण गर्ने काम मात्र हो, नाच्ने गाउने कविता भन्ने साहित्य भन्ने होइन, यसो प्रचार प्रसार गर्ने मात्र हो, खुला मोर्चा हो। तर बन्दुक त बोक्दैन। त्यस कारण हामीले के गर्यौँ 2 वर्ष जति पछि अनि मगराट जनसरकार, थरोहट जनसरकार, ताम्सालिङ जनसरकार, मधेस जनसरकार होइन, तपाईँको किराँत जनसरकार भन्ने खोलेपछि त प्यारलल गभर्मेन्ट चल्ने भयो। त्यो त फेरि 2टा सरकारको अब त्यहाँ कन्सेप्ट आयो भनेपछि त त्यहाँ एकले अर्कालाई मार्ने पर्ने भयो। त्यस कारण चाहिँ जनजाति महासङ्घलाई चाहिँ हेरेर हामीले मुक्ति मोर्चाहरू खोल्यौँ। त्यसपछि जनसरकार खोल्यौँ। जनसरकार खोलेपछि सबैले भ्रमसम्म होइन, तपाईँको कुरा पुरा सुन्नुहोस्। त्यसपछि मात्र अनि बन्दुक बोके र तपाईँकै जनजाति महासङ्घलाई हेरेर नै हामीले त्यो बन्दुक बोकेर आज चाहिँ हामी यहाँसम्म आइपुगेका छौँ। अब जनजाति महासङ्घ बनाउनु पनि तपाईँ नेवारहरूकै भूमिका छ। अब अहिले लास्टमा आएर चाहिँ खालि नेवार नआएसम्म चाहिँ नसकिने भयो, कम्प्लिट नहुने भयो। त्यहाँदेखि तपाईँहरू चाहिँ यो आधारले हामीले बुझेको यो हो भनेपछि हामी पनि अलि अलमल पऱ्यौँ। एमाले र काङ्ग्रेसलाई जस्तो सजिलो जवाफ दिएर फर्काउन सकेनौँ। त्यस कारण अब हामीले पनि ठिक छ भनेर अनि हामी नेवारहरू बसेर कर्फ्यू बिहान चाहिँ 1-2 घन्टा कर्फ्यू खुल्थ्यो नि त। त्यस बेला हामी काठमाडौँको एउटा बसन्तपुरतिर एउटा ठाउँ छ, त्यहाँ चाहिँ हामी साथीहरू सबै भेला भयौँ। 150 जना जति नेवारहरू त्यहाँ भेला भए र हामीले भन्यौँ कि अब हामीले चाहिँ नि 47 सालमा पनि हामीले भूमिका खेलेर यत्रो परिवर्तन ल्याएको हो, तर अरूले सम्झाउँदैन। तर अहिले फेरि प्रचण्ड बाबुरामको यस्तो कुरा आयो, एमाले र काङ्ग्रेसलाई त हामीले होइन त्यसै फर्काइदियौँ। यो चाहिँ गम्भीर छ। यदि हामीले गरेको कामलाई उनीहरूले चाहिँ नि होइन मान्यता दिएको छ भने त अब हाम्रो रोल अब 2-4 दिन सङ्घर्ष गर्ने काम आयो, त्यो गरेर ठिक छ हामी पनि मर्नलाई के थियो र। त्यस कारण भनेपछि अनि सबैले हो हामी गर्ने भनेपछि त्यो छलफल गर्दा गर्दै बिहान कर्फ्यू लगाइहाल्यो। 150 जना जति मान्छेहरू हामीहरू चाहिँ एउटा त्यहाँको स्कुलको उसमा थियौँ। त्यसपछि के गर्ने भने अब ठिक छ हामी वर्लने कर्फ्यू तोड्ने, जुलुस निकाल्ने होइन, डिफाई गर्ने गभर्मेन्टलाई भनेपछि अब कहिले गर्ने त भनेपछि अब अहिले कर्फ्यू लगाइसक्यो। हुन त हामी आफ्नो घरमा भित्र गल्ली गल्लीबाट सबै जान सक्छौँ, तर अब आइ नै हाल्यो भने गर्नु अब भोलि पर्सि किन भन्ने। अब रिङ रोड भरि 4-5 दिनदेखि होइन मान्छेहरू आएर घेरिसकेको छ। हामीले यहाँ चाहिँ 1 घन्टा कार्यक्रम गरेपछि सक्यो रिङ रोड भित्र होइन भनेपछि अनि ल त्यसो भए अहिले नै गर्नु भने त्यहीँबाट हामी जुलुस निकाल्यौँ आफ्नो त्यो काठमाडौँको ठाउँ जस्तो लगन 12 एरिया। म त्यहाँ उभिएर चाहिँ भाषण दिएँ। एउटा चिकन मोबाइल हाम्रो पहिले बुद्ध साहब हाम्रो बुद्ध मानन्दर भन्ने हुनुहुन्थ्यो, उहाँले दिए। यसरी ठाउँ ठाउँमा कर्नर मिटिङ गर्दै त्यो मिलिट्री ट्याङ्क राखेर कुना कुनामा बसेका आर्मीहरू चाहिँ हेरे भयो, हामीले कसैले छैन। त्यसपछि दिउँसो चाहिँ नि रिङ रोड फुट्यो, सबै त्यो रुखको हाँगा लिएर यही सिंहदरबार घेर्न आइहाल्यो। त्यसपछि के भयो सक्यो।
म यहाँनिर रोक्नै पर्ने हुन्छ अलिकति। जस्तै नि अब अघि यो विभिन्न जातीय क्लस्टरको अधिकारको कुराहरू भन्ने कुरा आइरहेको छ अहिले होइन। जस्तै पहिचानको कुरासँग जोडिन्छ कि यहाँनिर। जस्तै धेरैको बुझाइ चाहिँ प्रचण्डले पहिचानको मुद्दा उठाएको हो भनेर चाहिँ दिग्भ्रमित गर्न खोजिएको रहेछ तपाईँको भनाइअनुसार। यो चाहिँ पहिचानको मुद्दा चाहिँ पछाडि उहाँहरूले लडाइँ लड्न नसकेपछि तपाईँहरूको सहयोग माग्दाखेरि मात्रै त्यो कुरा उठेको रहेछ होइन त पहिचानको कुरा चाहिँ। प्रचण्डको सुरुवाती उसको होइन रहेछ नि त। त्यो कुरा के छ भन्दाखेरि उहाँले के बोल्यो के बोलेन त्यो होइन, मान्छेहरूले त्यसै त्यसको यो जुन चाहिँ धर्मनिरपेक्षता विरोधीहरूले यो डलर यो विदेशीहरूले चलाएको भन्ने किसिमको व्यापक छापछाप्ती छ होइन। अनि माओवादीहरूलाई पनि यो पनि विदेशले चलाएको के भन्ने छ। तर रियल घटना चाहिँ हामी आफै संलग्न भएको हाम्रो प्रत्यक्ष होइन, अहिलेसम्म चाहिँ नि जीवित एउटा इतिहासको रूपमा चाहिँ यो हो यथार्थता। त्यसमा प्रचण्डले त्यसमा गरेको छैन। उसले त अझ उसलाई चाहिँ के छ, उसले जुन बुझेको छ उसले त हाम्रो जनजाति महासङ्घको आधारमा नै होइन यो चाहिँ सफल गरेको भनेर चाहिँ नि भनेको छ। त्यो कुरा बुझ्नु पऱ्यो कि यो नत्र जनजाति महासङ्घ हामीले नखोलेको भए त्यस बेला धर्मनिरपेक्षताको अभियान नचलाएको भए जनजाति महासङ्घ बन्दैन थियो। जनजाति महासङ्घ नबनेको भए जनजातिहरू कति प्रतिशत छ भनेर थाहा हुँदैन थियो। 37% छ भनेपछि त जनजातिहरू त प्रशस्त रहेछ। त्यो एउटा के छ भने नम्बर स्पिक्स लाउडर देन वर्ड्स भन्छ नि, त्यो सङ्ख्याले राजनीतिक अर्थ लाग्छ के। यहाँ त मेजोरिटी त जनजातिको रहेछ, यो त राज्य त जनजातिको रहेछ भन्ने कुराहरूको त्यसपछि अनि सबैलाई जनजाति चाहियो पार्टीहरूलाई होइन। यहाँ भोट त यहाँ रहेछ भन्ने कुराहरू आयो। र अब जनयुद्धमा पनि जनजाति किन सबै जनजाति त हुने जनयुद्धमा होइन र। मगरले नै बोकेको हो, बन्दुक थारूले नै बोकेको हो होइन। मधेसी र दलितहरू अलिअलि होला, तर चाहिँ तपाईँ राई लिम्बूले उता बोकेको छ, यता चाहिँ नेवारले पनि बोकेको छ, तामाङले बोकेको छ होइन। सबै बन्दुक बोक्ने त अरू को छ र यहाँ नेपालमा? के बाहुनहरूले बोकेको छ र? उनीहरू त नेता भयो होला, नाइके भयो होला। ठिक छ डाक्टर साहब, अब हामी सुरुको प्रश्नमै हामी अल्मलिरहेको छौँ कि अहिलेसम्म पनि। के छ भन्दाखेरि अब धर्म सापेक्ष कि निरपेक्ष भन्ने जुन प्रश्न थियो सुरुमा अलिकति होइन, यो पूर्वाधारहरू नबुझिकन तपाईँ एकैचोटि गयो भने मानिसहरूले त्यसलाई फेरि गलत गर्छ के। अब त्यसपछि के भयो भन्दाखेरि त्यो दिनमा यहाँ सबै होइन रिङ रोडको त्यो मान्छेहरू फुट्यो, त्यसपछि रुखको भाङ्गा लिएर सिंहदरबार खेर्यो, त्यसपछि तपाईँको यो व्यवस्था सक्यो अनि संविधान सभाको सुरु भयो होइन त। 2062बाट भयो, त्यसपछि 2064मा अनि होइन त्यो संविधान सभामा अन्तरिम संविधान बनायो नि, त्यहाँ चाहिँ अनि धर्मनिरपेक्ष पनि राखियो। अब त्यो राख्नेमा चाहिँ नि माओवादीकै एउटा उ थियो भन्दाखेरि होइन। अब माओवादीले के बुझ्यो भने हामी धर्मनिरपेक्षताको आन्दोलनबाट सुरु गरेर जनजाति महासङ्घ बनाए, जनजाति महासङ्घलाई लडाएर उनीहरू सत्तामा आए। त्यस कारण चाहिँ धर्मनिरपेक्ष नै मुख्य उपलब्धि हो के माओवादी यो जनयुद्धको। त्यस कारण चाहिँ अब त्यसलाई चाहिँ फेरि विरोधीहरूले अनेक किसिमको दलहरूले फुर्का झन्डा लगाए, त्यो होइन। तर अब चाहिँ सापेक्ष कि निरपेक्ष भन्ने एक प्रकार बहस भइरहेछ नि त। त्यो प्रश्न सोधिरहेको छु यहाँसँग, त्यो जिज्ञासा चाहिँ राखिरहेको छु कि यहाँसँग। अब के फेरि हामी सापेक्षतिर फर्किने हो त? होइन, हामीले त फर्कने कुरा आउँदैन यहाँ। यो फेरि धर्म अब के भयो भन्दाखेरि अलिकति यो 62को ऊ भयो, 64बाट तपाईँको यही धर्मनिरपेक्षताको कारणले गर्दा यही जनजातिको विषयलाई लिएर तपाईँको 4 वर्षसम्म त्यो पहिलो संविधान सभाले चाहिँ नि संविधान बनाएन। त्यो बनिसकेको संविधान नबनाएको थियो कि। किन भन्दाखेरि त्यहाँ चाहिँ नि अब जातीय कुरा आयो नि त। जातीय कुरा नआएको भए संविधान सभा चाहिँ बनाउँदाखेरि 600 जनाको संविधान सभा हो नि होइन। त्यस बेला पहिलो 600 जनामा चाहिँ के छ भन्दाखेरि 60% चाहिँ नि समावेशिता आधार, 60% चाहिँ जातीय आधारहरू हुनुपर्छ, 40% प्रत्यक्ष थियो तपाईँ संविधान सभा निर्माण गर्दाखेरिको। त्यसमा के भयो भन्दाखेरि मेजोरिटी चाहिँ आदिवासी जनजाति, दलित, मधेसीहरूको आयो। त्यहाँ बाहुन क्षेत्रहरूको चाहिँ नि मेजोरिटी भएन। त्यस बेलाको हिसाब हेर्नु, त्यस बेला को सभासद थिए भनेर हेर्नुभयो भने थाहा भइहाल्छ। उनीहरूले चाहिँ अनि सुभाष नेम्बाङ चाहिँ सभामुख थियो होइन। त्यहाँ चाहिँ आयो जति पनि आयो यही। अनि धर्मनिरपेक्षता, गणतन्त्र, समावेशिता, सङ्घीयता, यो 4वटा कुरामा चाहिँ खेल्दा करिब इस्टाब्लिस भयो र
अब करिब होइन एउटा संविधान बनिसकेको हो, तर उनीहरूले चाहिँ अझै पनि खेल्न सकिन्छ कि भनेर त्यो 4 वर्षसम्म खेलिसकेपछि पनि यो सर्वोच्च अदालतलाई मिसयुज गरेर, दुरुपयोग गरेर त्यो भङ्ग गरिदियो। बुझ्नु त, त्यस बेला नत्र चाहिँ त्यो लास्ट दिनमा हाम्रो एउटा सिग्नेचर क्याम्पेन पनि चलेको थियो। 417 जनाले त्यस बेला तयार भएको ड्राफ्ट, त्यो चाहिँ अहिलेको संविधानभन्दा पनि हाम्रो तरिकाले धेरै प्रगतिशील, धेरै अधिकार हाम्रो हुने, त्यहाँ 60% हाम्रो अधिकार हुन्थ्यो। बुझ्नु त, अहिले नत्र यो बाहुन क्षेत्रीको हुँदैन थियो, आदिवासी जनजाति मधेसी दलितहरूको डोमिनेन्स हुन्थ्यो अहिले मात्र। त्यो हुने भएको हुनाले त्यसलाई डिफ्युज गरिदियो। डिफ्युज गरेर के गर्यो त भन्दाखेरि तपाईँको अनि दोस्रो संविधान सभामा यो समावेशी कोटा 40 मा घटायो। 20% घट्ने बित्तिकै त्यहाँ चाहिँ बाहुन क्षेत्रीहरू बढी चाहिने दोस्रो संविधान सभामा उनीहरूको पाए। अनि उनीहरूले चाहिँ अहिलेको यो कम्प्रोमाइज यो पनि होइन, यति त अब घटाउनै नसकिने भयो। हामीलाई जस्तो संहितामा अब मधेसीको धेरै स्टेज भयो होइन, अब संहिता नदिकन त फेरि देशै छुटिने भयो, तराई छुटेर जाने भयो होइन, त्यस्तो परिस्थिति आयो। धर्मनिरपेक्षता नभइकन हामी चाहिँ जनजाति दलित होइन जति पनि छौँ त्यो चाहिँ अब असन्तुष्टि हुने भयो। अब गणतन्त्र त करिब अब राजनीतिक पार्टीका कुराहरू हो। माओवादी कङ्ग्रेस एमालेहरूले राजा नल्याउने आफै राजा हुने भनेपछि उनीहरूको त्यो भयो होइन र। त्यहाँ संहिता, धर्मनिरपेक्षता र गणतन्त्र यो 3 चाहिँ को परिस्थिति त्यो भयो। अर्को भनेको समावेशिता। अब समावेशिताको फाइट हो के तपाईँको यो धर्मनिरपेक्षता किन चाहँदैन त भनेको धर्मनिरपेक्षता हुने बित्तिकै होइन यहाँ चाहिँ हिन्दूहरूको जुन बाहुल्य छ नि, हिन्दू भनेको अब तपाईँको प्रश्नहरू आउँछ। हिन्दू भनेको के हो भने बुझ्ने समय आयो। अब पहिले हो जे बुझियो होइन हिन्दू राज्य हुँदैन भनेर धर्मनिरपेक्ष नै बनायौँ, अहिलेसम्म त धर्मनिरपेक्ष नि। तर फेरि त्यो हिन्दू भनेर आउने के छ भन्दाखेरि यहाँ राजतन्त्र चाहिँ त निकाल्यौँ तर राजा त बचेको छ नि त। त्यस कारण त्यो पुरानो जुन चाहिँ राजाको शासनबाट बेनिफिट पाएकाहरू र धर्मको नाउँमा चाहिँ नि आफ्नो अलिकति के भने डोमिनेन्स हुने भनेको ब्राह्मण। त्यस कारण हिन्दू भनेको के हो त भन्दाखेरि हिन्दू भनेको ब्राह्मण र शाहराजा हो। यसको चाहिँ नि के भने सरोकारवाला। हिन्दू भनेको कसरी ब्राह्मण हो भन्दाखेरि त्यो पनि बुझ्नुपर्ने हुन्छ। अब यहाँ चाहिँ हिन्दू भनेर गोलमाल गरिरहेछ होइन सबै हिन्दू। एउटा त जातिको जनसङ्ख्या लिएर हामीले के भन्यो त्यो तथ्याङ्कमा हिन्दू देखाउने चाहिँ कुराहरू मिथ्या हो भनेर हामीले भनिसक्यौँ, प्रलोभन गरिसक्यौँ। त्यो मान्दैनौँ होइन। 81% हिन्दू भनेर जुन तथ्याङ्क निकाल्यो त्यो त हातले जसलाई पनि लेखिदिने कुरा हो, हामीले आफूले भने। त्यस कारण जाति तथ्याङ्कबाट चेक गर्नुहोस् भनेर भन्यो। अब हामी जनजाति महासङ्घले चाहिँ हामी हिन्दू होइनौँ भनिसकेपछि तिनीहरू हिन्दू होइन, 60% हिन्दू नै होइन भनेपछि जम्मा 63% बाँकी रह्यो। 63 मा पनि तपाईँको दलितहरू 14% छ। दलितहरूले हिन्दू मान्छ र त्यही हिन्दूले गर्दाखेरि उनीहरूलाई होइन अमानवीय होइन शोषण छुवाछुत होइन मान्छे नै होइन जस्तो यहाँ विभेद छ। उनीहरूले किन हिन्दूको सपोर्ट गर्ने? हिन्दू भनेकै बाहुन हो कि ब्राह्मण हो। ब्राह्मणको राज्यलाई किन सपोर्ट गर्ने? अनि त्यसमा त तपाईँको अहिले हिन्दू हामी होइनौँ, हामी त वैदिक सनातन हो भन्नेहरू धेरै आइराखेका छन्। अब के हो भन्दा यो फेरि विषय अर्कैतिर गयो। अब तर पनि त्यो धर्मनिरपेक्षसँग अलिकति सम्बन्धित छ होइन, हिन्दू राज्यसँग सम्बन्धित। अहिले पहिले चाहिँ हिन्दू भन्यो उनीहरू आफै पनि ब्रह्म छ के यो ब्राह्मण क्षेत्री जो चाहिँ छ। अब अहिलेको स्थिति के छ त भन्दाखेरि अब तपाईँको हिन्दू राज्यको फेरि उहाँहरूले माग गरिरहेको पछि अब हाम्रो जवाफ के हो त भने त्यो सम्भव छैन, त्यो हामी मान्दैनौँ भन्नेको आधार एउटा त जनजातिहरूले मान्दैनौँ होइन, अर्को दलितहरूले मान्दैनौँ भनेपछि होइन झन्डै 50% भन्दा बढी त हामी हिन्दू होइनौँ, हिन्दू मान्दैनौँ। अब चाहिँ के आयो भने अब क्रिस्चियन र मुस्लिमहरू चाहिँ झन्डै 6-7% भइसकेको छ होइन। 4.5% मुस्लिम छ, झन्डै 2% क्रिस्चियन छ भने 6.5% क्रिस्चियन र मुसलमान त हिन्दू नै होइन होइन। त्यस कारण चाहिँ यहाँ के आयो त जनजाति हिन्दू होइन, दलित हिन्दू होइन, क्रिस्चियन र मुसलमान हिन्दू हुने कुरै भएन होइन। अब बाँकी रह्यो मधेसी र खस। अब यो मधेसी र खसको पनि यो जुन चाहिँ यो संविधान लागू हुँदाखेरि संविधान सभाको टाइममा
खस आर्य भन्ने एउटा क्लस्टर बनाइदियो। तर त्यो आर्य क्लस्टरमा के भन्दाखेरि बाहुन र छेत्रीको बिचमा बाहुनले शोषण गर्यो। त्यो छेत्रीलाई भनेर त्यो खस आर्यलाई भनेर दिएकोमा आर्यहरूले नपाइकन बाहुनले मात्र लियो। त्यसमा अहिले खसहरूमा अहिले के आन्दोलन चलिरहेछ, हामी हिन्दू होइनौँ। उनीहरूको एउटा धेरै खसहरूको चाहिने भनौँ प्रतिष्ठित व्यक्तिहरूले बोलिरहेछ, उनीहरूको सङ्गठनले पनि बोलिरहेछ, हामी खस भनेको हामी छेत्री होइनौँ, हामी खस हौँ होइन, हाम्रो पहिचान चाहिँ खस हो, हामी छेत्री होइनौँ। छेत्री भनेर पछि जङ्गबहादुरले उनीहरूलाई जनै लगाएर छेत्री बनाएको मात्र हो। जङ्गबहादुर रहनु भन्दाखेरि त हामी खस होइन, जनै नै लाउँदैन थियो, रक्सी हामी त बटुवाली होइन। त्यस कारण चाहिँ उनीहरू आफूलाई हिन्दू भन्दैनौँ, हामी छेत्री होइनौँ, हामी हिन्दू होइनौँ, हामी खस हौँ, हाम्रो धर्म मस्त हो, हामी हिन्दू धर्म मान्दैनौँ भनेपछि 70% खसहरू अब हिन्दू होइन त। अहिले जुन बजारमा प्रशस्त बहस चलिरहेको छ, त्यस कारण चाहिँ त्यो 70% पनि नभएपछि अब बाँकी रह्यो तराईको चाहिँ मधेसीहरू 14% मधेसी छ। 14% मधेसीमा 12% चाहिँ ओबिसी भन्ने जाति छ। ओबिसी भनेको यादव होइन, यो के अरे तेली, कोइरी, यस्तो जातिहरू 12%। 2% मात्र त्यहाँको तराईका झा ब्राह्मणहरू र अलिकति भूमिहारहरू राजपुतहरू 2% छ। त्यस कारण चाहिँ यहाँ के छ भन्दाखेरि ब्राह्मणहरू 12% र अब 2% जति तराईको बाहुन र ऊहरू मात्र अब आफूलाई हिन्दू भन्नेहरू बाँकी रह्यो। त्यस कारण 14-15% भन्दा बढी हिन्दू छैन। त्यस कारण यहाँ 85% त के छ भन्दाखेरि तपाईँको हिन्दू छैन। बुझ्नुपर्ने के यो हिन्दू 15% मात्रै हो त हिन्दू यहाँ नेपालमा, 15% पनि छैन। खास भनौँ भने तथ्यको विभागले सार्वजनिक गरेको मिथ्याङ्क हो, मिथ्याङ्क हो यो। त्यो तथ्याङ्क हामीलाई लिन लगाउनुहोस् न, त्यो सबै उल्टिन्छ होइन। त्यो तथ्याङ्क चाहिँ उहाँहरूको आफ्नो हातले लेख्ने, अझ त्यो भरेर ल्याएकोलाई पनि उहाँहरूले कम्प्युटरमा इन्ट्री गर्दाखेरि म्यानिपुलेसन हुन्छ भने चाहिँ आफ्नो हात जगन्नाथ गरेको उहाँहरूले। त्यस कारण हामीले त्यसको प्रक्सी चाहिँ जातीय जनसङ्ख्या लिन लगाएको कारण त्यो हो, बुझ्नु र। तर मान्छेले बुझ्दैन त्यसको पछाडि कति हामीले होइन दिमाग लगायौँ भन्ने कुराहरू। अब डाक्टर साहबसँग मैले बुझ्न मलाई मन लागेको ल, अब तपाईँको नेपाल अब हिन्दू राज्य हो कि धर्मनिरपेक्ष राज्य हो, राष्ट्र हो भन्ने कुरा त तथ्याङ्कबाट क्लियर भयो। जस्तै नि अहिले अब के अरे धर्म सापेक्ष हुँदा के निरपेक्ष हुँदा के, तपाईँ एकछिनको लागि तपाईँ म आफू आदिवासी जनजाति भन्ने अलिकति परै राखिदिनुहोस्, म तपाईँको यो धर्म मान्छु भन्ने तपाईँ परै राख्नुहोस्। एउटा न्युट्रल स्वतन्त्र व्यक्ति भएर चाहिँ परिभाषा गर्नुपर्दाखेरि धर्म सापेक्ष हुँदा के हुन्छ, धर्म निरपेक्ष हुँदा के हुन्छ, त्यो चाहिँ जान्न चाहेको होइन। धर्म सापेक्ष भन्न पनि उहाँहरूले धर्म सापेक्ष भनेको छैन नि, उहाँहरूले हिन्दू राज्य भनेको छ नि त। हिन्दू राज्य भनेको धर्म सापेक्ष होइन, धर्म सापेक्ष कुन धर्म भन्ने क्रिया गर्नु पर्यो नि त होइन। बुद्धिस्ट राज्य भयो भने त्यो पनि धर्म सापेक्ष हो, क्रिस्चियन राज्य भयो भने त्यो पनि धर्म सापेक्ष हो नि त। तर उहाँले धर्म सापेक्ष भनेर त्यस्तो भेग कुरा गरिरहेको छैन नि। यहाँ त हिन्दू राज्य चाहियो भनेको छ नि त होइन। हिन्दू भनेको के हो अब चाहिँ आयो तपाईँ, हिन्दू भनेको कुरा के हो भन्ने कुरा बुझ्नु पर्यो। हिन्दू भनेको ब्राह्मण हो, टोटल्ली हिन्दू भनेको ब्राह्मण मात्र हिन्दू हो। त्यो कसरी भन्दाखेरि तपाईँको भारतमा पहिले होइन यो झन्डै 3000 वर्ष 3500 वर्ष अगाडि जस्तो त्यहाँ भारतका विद्वानहरू नेहरू जस्तो होइन, अथवा तिनीहरूको त्यो विद्वान हिस्टोरियनहरूले लेखे अनुसार जुन भारतमा सिन्धु नदी छ नि, इन्डस रिभर, त्यो क्रस गरेर इरान इराकतिरबाट तिनीहरू आए, उनीहरू आर्य भने, आर्यहरू आए। आर्य भनेको के हो त्यो पनि बुझ्नु पर्यो। आर्य भनेको तपाईँ के छ भने इरान, इराक, अरब, सिरिया भनौँ त्यहाँको त्यो देशहरू छ नि अहिले होइन मिडल इस्टको। इरान भनेको के छ भने आर्यन भनेको के आर्य, अझै पनि उनीहरूले आफूले आर्य, देशको नाम आर्य छ। इरान होइन आर्यन भनेको, इराक आर्यक, अरब आर्यब, सिरिया आर्य। यहाँ यताबाट आएको मानिसहरू चाहिँ नि 3500-4000 वर्ष अगाडि भारत पस्दाखेरि उनीहरू आर्य भएर पसे, बुझ्नु त। यो बुझ्नुहोस्, उनीहरू आर्य थिए त्यहाँबाट पस्नेहरू होइन। त्यसपछि यहाँ इन्डिया पस्दाखेरि उनीहरूसँग एउटा ऋग्वेद भन्ने एउटा वेद चाहिँ नि आयो। अनि त्यो वेद चाहिँ लिएर आएको हुनाले उनीहरूलाई के भन्ने त आफूलाई के भन्ने त उनीहरूले आफूलाई सबैलाई होइन ती आर्यहरूले आफूलाई चाहिँ वैदिक भने
अनि वैदिकमा चाहिँ के आयो त भन्दाखेरि यो ऋग्वेद लेख्दाखेरि त्यहाँ त्यो ब्रह्माले चाहिँ मुखबाट ब्राह्मण होइन, पाखुराबाट क्षेत्री, पेटबाट वैश्य र खुट्टाबाट चाहिँ नि शूद्र जन्मायो भन्ने चाहिँ ऋग्वेदमा, तपाईँ मसँग ऋग्वेद छ त्यो पढेर सुनाउन सक्छु होइन। त्यो भनेको हुनाले त्यो वैदिक भनेको त्यो शास्त्रको आधारमा उनीहरूको धर्मको नाम वैदिक हो। तर त्यो त्यो धर्मलाई चाहिँ नि कार्यान्वयन गर्ने मुख्य मानिसहरू चाहिँ ब्राह्मण भए। ब्रह्माको मुखबाट होइन, ब्रह्माले जन्माएको हुनाले ब्राह्मण भन्ने शब्द आयो। होइन, मलाई पनि यहाँनिर कौतूहल ऋग्वेदको कुरा गर्नुभयो यहाँले नि, ऋग्वेदको कुरा गर्नुभयो त्यो के अरे मुखबाट ब्राह्मण के भन्नुभयो यहाँले होइन। जस्तै पछाडि त्यो डाक्टर गोपाल गुरुङले पनि त्यसलाई प्रचार प्रसार गरे, त्यसलाई हतियार बनाएर, त्यस कारणले डाक्टर गोपाल गुरुङलाई धेरैले गाली गर्थे। तर वास्तविक त्यो ऋग्वेदमा चाहिँ त्यो उल्लेख रहेछ। डाक्टर गोपाल गुरुङको त्यति महत्त्व छैन, तर मैले त्यो ठुलो तपाईँहरूको आफ्नो नेता भएको हुनाले त्यो काम मेरो नेता हुनु। तर त्यो चाहिँ त्यसले कोट गरेर त्यो हुँदैन के। तपाईँको जुन विश्वमा एउटा मापदण्ड बन्छ नि त होइन, त्यो आधारमा चाहिँ उनीहरू चाहिँ ब्रह्माले बनाएको अझ त्यसको चाहिँ मुख्य होइन ब्राह्मण चारवटा वर्णमा मुख्य ब्राह्मण भएको उनीहरूले चाहिँ त्यसलाई त्यस बेला अब यिनीहरूलाई ब्राह्मण धर्म पनि भनियो। आर्य पहिले आर्य भन्थे, अनि वैदिक भए, त्यसपछि उनीहरूले आफूलाई ब्राह्मण भनेको कहाँ आउँछ भन्दाखेरि तपाईँको बुद्ध आइसकेपछि 2500 वर्ष अगाडि बौद्ध ग्रन्थहरू पढ्दाखेरि त्यहाँ चाहिँ ब्राह्मणहरू चाहिँ आफूलाई चाहिँ त्यो धर्मको ठेकेदारको रूपमा ब्राह्मणहरू चाहिँ बुद्धसँग विवादमा आएको देखिन्छ। त्यस कारण उनीहरूले ब्राह्मण धर्म भन्ने कुरा बौद्ध ग्रन्थबाट उनीहरू त्यसलाई ब्राह्मण धर्म भनियो। त्यो ब्राह्मण धर्मको आधार के छ भने उनीहरूले वेद पढेकाहरू चाहिँ ब्राह्मण र ब्राह्मणको धर्म। त्यस कारण यो हिन्दू भन्ने शब्द चाहिँ नि धेरै पछि आएको। यो हिन्दू भन्ने शब्द त कहिले आयो भने अङ्ग्रेजहरू हुन त अब यो हिन्दू भन्ने शब्द चाहिँ नि पछि फेरि यो कति 10औं शताब्दी 11औं शताब्दीतिर फेरि उताबाट यो मुगलहरू आए, मुस्लिमहरूले चाहिँ नि यतातिरको उसलाई चाहिँ होइन यो इन्डसलाई सिन्धुलाई हिन्दू भने उनीहरूको भाषामा चाहिँ भन्दो रहेछ। अनि त्यसपछि त्यस कारण हिन्दू भन्ने त्यो ठाउँको नाउँलाई भनेको होइन। त्यो त कहिले भन्दाखेरि त्यो शब्दले त्यसलाई हिन्दुस्तान यस्तो हिन्दूहरू भन्ने एउटा ओभरअल उनीहरूले देखेको हिसाबले हिन्दू। तर तिनीहरूको भाषामा त हिन्दू भनेको त फेरि एकदम फटाचोर यो झुठा कुरा बोल्ने भन्ने खालको पनि रहेछ अलिकति होइन। यो पर्सियनहरूको भाषामा त्यो रहेछ, मुगलहरूको। तर तिनीहरू आउँदाखेरि उनीहरू के भने त उनीहरू ब्राह्मणै हो, तर चाहिँ कसो भने यहाँ यो ठाउँलाई चाहिँ एक प्रकार हिन्दू भन्न थालेर अङ्ग्रेजहरू फेरि आए, यो रोमनहरू होइन, अलेक्जेन्डर के आए नि 2000 वर्ष अगाडि। त्यस बेला चाहिँ यो सिन्धु नदीलाई चाहिँ उनीहरूले इन्डस रिभर भन्यो। त्यस कारण इन्डिया भन्ने शब्द हुनु गयो। त्यो इन्डिया चाहिँ धर्मको नाउँमा आएन, इन्डिया भनेको भूभागको नाउँ गयो। तर हिन्दू भनेको पनि भूभागै। अङ्ग्रेजहरू शासन हुँदाखेरि, अङ्ग्रेजहरूको शासन गर्दाखेरि अनि यो ब्राह्मण धर्मले चाहिँ के गर्न थाल्यो भने हिन्दूलाई धर्म बनाएर अनि यो अरूलाई पनि ब्राह्मण मात्र यो धर्मको हिमायती थियो होइन, ब्राह्मण धर्म वैदिक धर्मको हो। त्यसपछि के छ भने यो इन्डियासँग गर्न यो के अरे अङ्ग्रेजहरूसँग लड्न लागेर अनि उनीहरूले के छ अरूलाई पनि समेट्नु पर्यो भनेर इन्डियामा भएका सबैलाई चाहिँ हिन्दू धर्मको रूपमा लियो। हिन्दुस्तान र पाकिस्तान भन्ने पनि त्यतिखेर उठाएर रहेछ होइन। त्यो त हिन्दुस्तान भनेको त त्यो पहिलेदेखि पनि एउटा हिन्दुस्तान पाकिस्तान भन्ने कुरा। तर धर्म चाहिँ के भयो भन्दाखेरि त्यसपछि चाहिँ यहाँ इन्डियामा यो धर्मको बारेमा सुप्रिम कोर्टमा होइन केस चल्यो, कसैले चाहिँ यो हिन्दू धर्म होइन भन्ने खालमा। त्यसै सुप्रिम कोर्टले के भनेको छ भन्दाखेरि हिन्दू भनेको कुनै धर्म होइन भनेर सुप्रिम कोर्टको फैसला छ इन्डियाको। त्यस कारण अहिले के भन्छ त उनीहरू हिन्दू भन्दैन, अहिले आएर उनीहरू सनातन भन्न थाल्यो। त्यस कारण चाहिँ आर्य भने तापनि, वैदिक भने तापनि, ब्राह्मण भने तापनि, हिन्दू भने तापनि, सनातन भने तापनि ब्राह्मणहरू नै हो। यस कारण ब्राह्मण धर्म। त्यस कारण तपाईँ हिन्दू सापेक्ष भनेको के छ भने हिन्दू राज्य भनेको मतलब ब्राह्मण राज्य बन्नु खोजेको हो। यहाँ चाहिँ अब हामीलाई चाहिँ यताउता हामीलाई सबैलाई हिन्दू भनेर चाहिँ चाहिने होइन, हिन्दू नै होइन। अब हामीले 47 सालको ताका नै हामीले हिन्दू होइनौँ भने प्रमाणित गरिसक्यौँ नि होइन। हामी जनजाति हिन्दू होइनौँ, दलित हिन्दू होइनौँ भनेपछि
अब यो मधेसमा पनि 12% ओबिसी छ, त्यो पनि हिन्दू होइन। इन्डियामा अहिले ओबिसीको आन्दोलन चलिरहेछ, उनीहरू पनि हिन्दू होइन भनेर चलिरहेछ होइन। अब नि तपाईँको धर्म सापेक्ष र यो हिन्दू राज्यको बारेमा यति व्याख्या गरेपछि अब देश चाहिँ नि हिन्दू राज्य हो कि धर्मनिरपेक्ष राज्य हो भन्ने कुरा त प्रष्ट भइसक्यो। तपाईँको भनाइको आशय पनि अब धेरै देश चाहिँ निरपेक्ष नै रहनुपर्छ भन्ने आशय आइसक्यो। अब अलिकति यो समसामयिक विषयमा जोड्न चाहेँ कि अस्ति खुबै यो अहिले जुन देशमा जे भइराखेको छ त्यो गलत भइराखेको छ, त्यसो हामी घोर भर्सना गर्छौँ। तर अलिकति जस्तै अस्ति श्रम शक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुर जाँदाखेरि त्यहाँ दुर्व्यवहार गरियो क्या। उहाँ चाहिँ के अरे यो गोरु खानेलाई चाहिँ हामी मन्दिर प्रवेश गर्न दिँदैनौँ भन्ने तरिकाले दुर्व्यवहार गरियो। अनि त्यस पछाडि फेरि लगतै तपाईँको पछाडि त्यो विजयपुरमा पनि राई र लिम्बूको टकटक टुटुक पर्यो। अनि फेरि त्यही रात एकै रात तपाईँको त्यो सुनसरीमा त्यो के गन्ज भन्नेतिर तपाईँको त्यो यो जुन अहिले पछिल्लो समय भयो घटना, त्यसको त्यहाँ पनि तपाईँको त्यो सुरुवात चाहिँ त्यहाँ भयो क्या। अब यसलाई चाहिँ कसरी बुझ्ने त डाक्टर साहब? नि जस्तै के यो विभेद छुवाछुत हो या त तपाईँको उहाँको दम्भ होइन? हामी तपाईँ 81% हिन्दू भएको भने जुन मिथ्याङ्क छ नि, उहाँहरू तपाईँले मिथ्याङ्क भनिसक्नुभयो, जुन त्यो तथ्याङ्क छ त्यो त्यसले चाहिँ तपाईँको त्यसको त्यो दम्भ हो कि खास कि कसरी बुझ्ने डाक्टर साहबलाई चाहिँ? अब यो 2-3वटा इस्युजहरू आयो होइन। एउटा हर्क साम्पाङको जनकपुरको त्यहाँ चाहिँ नि त्यहाँको हिन्दूवादीहरूले उहाँलाई आक्रमण गरेको होइन। एउटा दोस्रो चाहिँ नि तपाईँको यो देवानगञ्ज के अरे हाम्रो धरान सुनसरीमा भएको घटनाहरू, यो चाहिँ धर्मसँग रिलेटेड हो। यसमा चाहिँ के छ भन्दाखेरि यसलाई यो अर्को अलिकति धर्मनिरपेक्ष र हिन्दू राज्य भन्दा पनि अलिकति यो धर्मको चाहिँ द्वन्द्वको विषयमा आयो यो होइन। यो अहिले के अरे हिन्दू राज्य मागेको पनि त्यही इस्युले गर्दा त्यही भएर जोडे मैले। अहिले आएर चाहिँ नि हाम्रो सुदन गुरुङ तल होइन यो हिन्दू मुस्लिमको झगडा होइन भएको नै मिलाउनलाई जाँदाखेरि त्यहाँ जनकपुरमा हो कि कहाँ चाहिँ नि हिन्दू सम्राट सेना होइन भन्नेले चाहिँ नि उहाँलाई चाहिँ एउटा मागपत्र दियो। 13 बुधे कि कति होइन, त्यो उसमा सोसियल मिडियामा आइरहेको छ। 13 बुधेमा 1 नम्बरमा चाहिँ नेपाल हिन्दू राज्य हुनुपर्छ त्यो मागपत्र भनेर पनि माग राख्यो। त्यो पनि 3 महिनाभित्र के गर्नुपर्छ भनेर। यो कुरा कहाँबाट उठ्यो? यो विषय नै करिब सकिसकेको थियो नि त। नेपाल त धर्मनिरपेक्ष राज्य। अब यो जुन चाहिँ रासोपाको जुन बालेन प्रधानमन्त्रीको रासोपाको सरकार आयो, उनीहरूले के गर्यो भन्दाखेरि अब यहाँ संविधानमा पनि सुधार, संविधान संशोधन गर्ने भन्ने एजेन्डा ल्यायो। अब संविधान संशोधन गर्ने एजेन्डा भएपछि संविधान हो फेरि वही हिन्दू राज्य पक्षधरको त्यो जहिले पनि होइन अहिलेसम्म राजा र हिन्दू, राजा हिन्दू, राजतन्त्र हिन्दू भनेर त उनीहरू त अहिलेसम्म 62देखि त कराइरहेकै हो होइन। 62देखि त कराइरहेकै हो नि त। 62सम्म त हिन्दू राज्य नै थियो यो त होइन। त्यसबेला 62को त्यो आन्दोलनपछि संविधान सभाको अन्तरिम संविधानबाट हिन्दू राज्य सक्यो, गणतन्त्र भयो। त्यसमा उनीहरू गणतन्त्र र यो धर्मनिरपेक्षको विरोधमा त्यस बेलादेखि त्यहाँ हिमायतीहरू जस्तो उनीहरूको राजनीतिक शक्ति भनेको हो भन्दाखेरि प्रक्सी भनेको राप्रपा हो। राप्रपाको एजेन्डा हो त्यो होइन। राप्रपाले त हिन्दू राज्य राजतन्त्र गर्दा गर्दा मान्छेहरूलाई चाहिँ त्यो फटाए जस्तो भइसक्यो। उनीहरूले बढी कसैले पट्याउँदैन। तर अहिले फेरि आएर यो रासोपा र बालेन सरकार आएपछि फेरि उनीहरूले संविधान संशोधन गर्ने भनेपछि त्यसमा फेरि अझै पनि राजतन्त्र र हिन्दू राज्यको कुराहरू उनीहरूले त्यहाँ घुसाए। अब अलिकति तराईतिरको घटनाहरूमा चाहिँ अलिकति बुझ्नुपर्ने कुरा, अस्तिसम्म चाहिँ नेपालभित्रैकै हाम्रै बहस द्वन्द्व थियो। अब चाहिँ भारतका चाहिँ हिन्दू अतिवादीहरूको आतङ्ककारी होइन क्रियाहरू चाहिँ यहाँ नेपालभित्र पनि पसेको भन्नेको सङ्केत हो त्यो। तिनीहरू चाहिँ खास नेपालभित्रको चाहिँ पहिलेदेखि आएको अरू त राप्रपा छन् होइन। उहाँहरूले अझै पनि खुसबु ओलीले त संसदमा बोलिरहेकै छ राजतन्त्र राजा चाहियो, हिन्दू राज्य फर्काउनु पर्यो भनेर। त्यो बोल्ने उहाँहरूले अधिकार छ होइन, संसदभित्र बोलिरहेछन् त। तर अब यहाँ तराईमा जुन अहिले घटना घट्यो, एउटा देवानगञ्जको मुस्लिम हिन्दू होइन र अर्को हर्क साम्पाङ जनकपुर, अर्को त्यो अर्कोवाला के अरे त्यो लिम्बू राई लिम्बू त सानो एउटा घटना हो। त्यो चाहिँ त्यो एकछिनलाई राई र लिम्बू बिचको चाहिँ नि होइन यो
कुराहरू हो, त्यो मूर्खता हो। अनि त्यहाँ पनि अमुक शक्ति घुस्यो, जुन शक्तिले हिन्दू मुस्लिमलाई झगडा गरायो त्यहाँ पनि राई र लिम्बूले जुटाउन खोज्ने अमुक शक्ति घुस्यो भन्ने कुरा राई लिम्बूहरूले फेरि विवेक हरायो भने अरूले लडायो भनेर लड्ने हो र त होइन। त्यस कारण उनीहरू आफ्नो मूर्खता हो, त्यहाँका केही अल्पस के भने ज्ञानीहरू हो। त्यो एजेन्डा अहिले आवश्यक चाहिँ तपाईँको सम्बन्धित चाहिँ नि एउटा अहिलेको हिन्दू मुस्लिमको झगडाले जुन तराईतिर मधेसतिर निकै अहिले पनि होइन अब ठुल्ठुलो आर्मी नै मोबिलाइज गर्नुपर्ने स्थितिमा आयो। तर त्यहाँ चाहिँ नि त्यो यसमा अब आउँदा हो र हिन्दू राज्यको सम्बन्ध कुरासम्म आयो। उनीहरूको मेन नै चाहिँ हिन्दू अतिवादीहरू भारतका आरएसएस छन्, बिजेपी छन्, विश्व हिन्दू परिषद छन्, त्यस्ता सयौँ चाहिने सङ्घमा नेपालमा पनि अहिले हिन्दू सम्राट सेना अरू के छन् त्यस्तो नाउँहरू ठाउँ ठाउँमा आएको छ। उनीहरूले यही मौकामा चाहिँ फेरि यो हुल डङ्गामा जसरी भए पनि चाहिँ हिन्दू राज्य चाहियो, धमिलो पानीमा माछा मार्न खोजेको। त्यस कारण उनीहरूमा त्यो भारतबाट होइन प्रेरित हो, भारतका चाहिँ हिन्दू अतिवादीहरूको। किन भारतमा चाहिँ जुन हामी 72मा हाम्रो अहिलेको संविधान घोषणा गर्दाखेरि घोषणा गर्नुभन्दा रातारात चाहिने अहिलेको जयशङ्कर जुन अहिले फरेन मिनिस्टर छ त्यस बेला विदेश सचिव थियो, उहाँ आएर चाहिँ नि सुशील कोइरालाको होइन त्यहाँ बसेर रातभरि त्यसले रोक्नु खोजेको हो कि होइन, सबैलाई थाहा छैन त्यो होइन। सुशील कोइराला प्रधानमन्त्री थियो तर पनि सुशील कोइराला चाहिँ अडान लिएर हामी घोषणा गर्छौँ भने घोषणा गरेपछि नेपालमा त्यहाँ नाकाबन्दी पनि भयो कि भएन। यता भूकम्पले हामीलाई छिलछिलो पारिरहेको छ, उता इन्डियाले चाहिँ 5-6 महिना नाकाबन्दी गर्यो यो संविधान विरोधमा। त्यस कारण चाहिँ भारतका केही अहिले सत्तामा भएका हिन्दूवादी होइन सङ्गठनहरूको पनि यहाँ नेपालमा अझै पनि होइन यो मौकामा अलिकति यो अब यो सरकार चेन्ज गरेर पनि संविधान संशोधनको कुरा ल्यायो, फेरि बालेनले चाहिँ अलिअलि हिन्दू राज्य पो ल्याउने हो कि अलिकति राजा पो ल्याउने हो कि भने अलि ढलमल खालको सङ्केत पनि दिन्छ। जस्तो उसको शपथ ग्रहणमा ब्राह्मणहरू आएर त्यहाँ पाठ गराउन लगायो। तर अहिले अलिकति फरक के छ भन्दाखेरि फरक रूपमा प्रस्तुत फरक के छ भन्दाखेरि पहिले चाहिँ हिन्दू भनेर हिन्दू आउने बुद्धिस्टलाई पनि पेल्थ्यो। अहिले चाहिँ होइन बुद्धिस्ट र किराँत चाहिँ हात लिएर अगाडि हिन्दूको नाउँमा। अब बुद्धिस्ट र किराँतहरू त्यति मूर्ख होइन कि बच्चालाई लालीपप खुवाए जस्तो होइन त्यो छकाउने कुरा रहन्छ। बुद्धिस्ट र किराँतीहरूले बुझेको छ नि त, उनीहरूले नै उनीहरूकै सङ्घर्षले अहिले चाहिँ बुद्धिस्ट र किराँतीकै सङ्घर्षबाट अहिले धर्मनिरपेक्षता आएको हो नि त नेपालमा। अरू कसले लडेर ल्याएको हो र? जनजाति भनेको त होइन किराँत र बुद्धिस्टहरूकै हो नि त। राई लिम्बूहरू किराँत छन् भने अरू तामाङ लिम्बा हामी त 7वटा सबभन्दा ठुल्ठुलो बुद्धिस्ट भनेरै लडेको नि 25% त। त्यस कारण अहिले फेरि उनीहरूले चाहिँ बुद्धिस्टलाई पनि यसो के अरे हिन्दू बौद्ध किराँत धर्म हिन्दू राज्य बौद्ध किराँत हिन्दू होइन भनेर चाहिँ यो जुन चाहिँ छक्याउने कुरा आइरहेको छ त्यो चाहिँ होइन। तर यो अहिलेको जुन चाहिँ हिन्दू राज्यको कुराहरू आउनेमा चाहिँ पुरानाहरू छँदैछ, त्यसमा अलिकति इन्डिया यो बोर्डर एरियामा घुसपैठहरू हिन्दू अतिवादी सङ्गठन अहिले जे भइरहेको तराईमा त्यसमा घुसपैठ थियो, घुसपैठ हो। अब हिजोको दिनमा तपाईँहरू लड्नुभयो धर्मनिरपेक्षताको लागि, आजको दिनमा हर्क साम्पाङ लड्दैछ भन्ने हो? होइन त्यति धेरै त्यो चाहिँ कताको कता कुरा नल्याउनुहोस्। होइन मैले हर्क साम्पाङको हामी समर्थन गर्छौँ तर उहाँ नै चाहिँ नि सबै कुराहरू भन्ने कुरातिर पनि उहाँको कति हैसियत छ त्यो चाहिँ गर्ने। अब उहाँले नै सबै ल्याउन सक्छ, उहाँको अहिले 6-7 जना छ, उहाँले त्यहाँ मेजोरिटी ल्याउनु पर्यो नि त, त्यसपछि मात्र उ गर्नु। जस्तो अहिले रासोपा त होइन। मेरो प्रश्न आशय चाहिँ हिजोको दिन तपाईँहरू दह्रो खम्बा भएर उभिनु भयो, धर्मनिरपेक्ष ल्याउनु भयो, आज तपाईँहरूलाई होस्टेम हैसे गर्नुहोस्, तपाईँहरूको पच्चा पछ्याउने चाहिँ हर्क साम्पाङ भयो भन्ने कुरो त हामी धन्यवाद दिन्छौँ। तर उहाँको मात्र टार्गेटले पुग्ने होइन होइन, यो फेरि कुनै पार्टीको एजेन्डाले पुग्ने पनि होइन। यो त राजनीतिक पार्टी राजनीति भन्दा धेरै माथिको कुरा हो होइन, जनताको आफ्नो पहिचानको कुराहरू हो होइन। हामी को हौँ नेपाली, हामी नेपाली को हौँ भन्नेसँग सम्बन्धित हो क्या यो। अब कुनै पार्टी अहिले आउँछ भोलि जान्छ के हुन्छ होइन, कहिले सत्तामा पनि पुग्ला, तर तिनीहरूको उसले गर्ने होइन यो होइन। अलिकति ऐतिहासिक भनेको प्रचण्डले 10 वर्ष जनयुद्ध गर्दाखेरि चाहिँ सम्भव भएको हो, यो चाहिँ उहाँले क्रेडिट चाहिँ दिनुपर्छ। अरू त्यो कङ्ग्रेस र एमाले सङ्घर्ष गरेर धर्मनिरपेक्ष आएको होइन। प्रचण्डहरूको जुन चाहिँ 17,000 मान्छे पनि मरे, 10 वर्ष जनयुद्धको ऐतिहासिक एउटा घटना गरेपछि हामीले खोजिरहेको धर्मनिरपेक्षता चाहिँ ठ्याक्कै मिल्यो। डाक्टर साहब यहाँसँग धेरै लामो कुराकानी गर्यो, यहाँले धेरै कुराहरू एकदम जानकारीमूलक कुराहरू यहाँले बताउनु भयो। अझै यहाँसँग थुप्रै कुरामा छलफल गर्न मन छ मलाई, जस्तै त्यो के अरे
यो प्रकृति पूजाको विषयमा अघि उठाउनु भयो, त्यो उठ्नु त अर्कै एपिसोडमा कुरा गरौँला। त्यो किराँतहरूले चाहिँ प्रकृति पूजा कसरी के याम रात्रि घुस्यो भन्नुभएको छ नि, त्यो पनि मलाई सोध्दै मन लागेको थियो। अघि त यहाँ सत अगाडि बढ्नुभयो, अरू थुप्रै विषय मलाई थुप्रै यो कुराकानी गर्ने विषयमा थुप्रै जिज्ञासा उठाएको थियो होइन, क्रस गरौँ मन लागेको थियो। तर तपाईँ अब सर फ्लोरमा बगिरहनु भएको थियो, त्यो डिस्टर्ब गर्न छैन। आज त तपाईँको 1 घन्टा कुराकानी गरिसक्यौँ। यति जानकारीमूलक ज्ञानको भण्डारै गरिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। अन्तिममा कन्क्लुजनमा के भन्नुहुन्छ डाक्टर साहब? आजको यो जुन माहौल छ त्यसमा यस्तो भइरहेको छ, कन्क्लुजन अलिकति दिनुहोस् त। कन्क्लुजन अझै पनि विषयमै बसौँ। अहिले हिन्दू राज्यको कुराहरू जुन सोसियल मिडियामा फेरि आइरहेको कुराहरू चाहिँ यो मिडिया ट्रायल भन्छ नि होइन, मिडियामा यसो प्रभोग गरेर मान्छेको के छ अहिले परिस्थिति जाँच्नलाई हो। तर त्यो जहाँसम्म लाग्छ त्यो सोसियल मिडियाले पनि मानिसहरूलाई यस्तै मनोरञ्जन गर्ने खालले पनि आइरहेको, सिरियस त होइन। तर यहाँ नेपालमा यो हिन्दू राज्य आउने सम्भावना चाहिँ छैन। त्यसको फेरि अलिकति व्याख्या चाहिँ गर्नुपर्ने हुन्छ। किन सम्भव छैन भन्दाखेरि नेपालमा कुनै संविधानै नभएको होइन, साँच्चै त्यो जेनजेको आन्दोलनले साँच्चै क्रान्ति नै गरेको भएको भए अहिलेसम्म संविधान हाम्रो छैन, संविधानै बिनाको चलिरहेको भए अब नयाँ संविधान लेख्ने कुरा आउँदाखेरिको अर्कै कुरा होइन, उहाँले अन्तरिम संविधान जानु भएन त्यही कारणले। तर अहिले हामीसँग त संविधान सुझावमा जस्तो रासोपाले हिन्दू राज्य प्रस्ताव गरे तापनि सम्भव छैन कि, त्यो बालेनले हिन्दू राज्य प्रस्ताव गर्दा पनि सम्भव छैन। किन भन्दाखेरि त्योलाई यो संविधान त अहिले चलिरहेछ नि एउटा संविधान, त्यो संविधानले चाहिँ नि 2/3 पास गर्नुपर्छ। तर 2/3 त छ उहाँसँग, तर राष्ट्रिय सभा छैन, त्यो राष्ट्रिय सभा समेतको 2/3। प्रतिनिधि सभामा छ राष्ट्रिय अब राष्ट्रिय सभामा त एकजना पनि छैन नि, उहाँहरूको 2/3मा 180 कति मात्र छ होइन, 182 छ। अब यता 60मा 40 त उनीहरूको हुनु पर्यो नि, भनेपछि त्यो सबै गर्दाखेरि उहाँहरूको 222 कति त पुर्याउनु पर्यो नि त, त्यो सम्भवै छैन। राष्ट्रिय सभामा भनेको कि चाहिँ राष्ट्रिय सभा त छ नि अझै संविधानमा, त्यो 60मा चाहिँ उनीहरूले 40 ठाउँ ओगट्नु पर्यो, त्यो सम्भवै छैन। किन भन्दाखेरि एकैचोटि चुनाव हुँदैन, राष्ट्रिय सभा हो के 2-2 वर्ष कतिमा 20% चेन्ज हुन्छ होइन। अब अहिले प्रदेशमा चुनाव हुन्छ होइन, प्रदेशको उनीहरूले भोट दिने हो प्रदेशमा, कि सारा प्रदेशमा फेरि उनीहरूले 2/3 ल्याएर अनि राष्ट्रिय सभाको चुनावमा चाहिँ उहाँहरूले ल्याउनुमा 2/3 आउँदैन, एकचोटिमा 1/3 जित्छ। अनि फेरि त्यो अर्को 1/3 खाली भएपछि फेरि अर्को 1/3 जुत्छ भनेपछि तपाईँलाई यो खाली हुनलाई 6 वर्षको हुन्छ उनीहरू होइन। 6 वर्षको चाहिने उसमा 4 वर्षपछि बल्ल उहाँहरूले चाहिने चुनावमा राष्ट्रिय सभामा ल्याउन सक्छ। अहिले अब 83 भयो होइन, चुनाव फेरि लाग्दाखेरि तपाईँको गरौँ न 7-8 वर्षसम्म सम्भव छ। 7-8 वर्षपछि चाहिने रासोपाको हैसियत के हुन्छ, बालेन कहाँ पुग्छ होइन। अब यो नेपाल जस्तो यस्तो फ्राजाइल छ, यस्तो चाहिने चलायमान राजनीति छ हाम्रो देशको होइन, कहाँ के हुन्छ भन्ने कुराहरूको, त्यस कारण त्यो एउटा मान्छेहरूलाई एउटा दिवा सपना मात्र हो। हस् डाक्टर साहब, धेरै धन्यवाद।